निरपेक्ष गरिबी र सापेक्ष गरिबी बीचका भिन्नताहरू भनेर हेर्दाखेरि विशेष गरी निरपेक्ष गरिबी भनेको कस्तो गरिबी हो? व्यक्तिले घाँस बास कपास शिक्षा स्वास्थ्य जस्ता आफ्ना न्यूनतम आधारभूत आवश्यकताको पूरा गर्न नसक्ने अवस्था के हो? निरपेक्ष गरिबी हो भनेको पोभर्टी लाइन भन्दा बिलो रहेको जनसङ्ख्या नै के हो? निरपेक्ष गरिबीको जनसङ्ख्या हो भने व्यक्तिले आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सकेको छ तर अन्य व्यक्ति समाज र देशको तुलनामा कम आय वा कमजोर जीवनस्तर भएको अवस्था के हो? सापेक्ष गरिबी। व्यक्ति आफ्नो आधारभूत आवश्यकता पूरा गर्न सकेको छ समाजमा अरूभन्दा कमजोर अवस्थामा छ भने त्यो के हो? सापेक्ष गरिबी हो है। अनि मापन कसरी गरिन्छ भनेर हेर्न पर्यो भने यसलाई प्रति व्यक्ति आयबाट मापन गर्न सकिन्छ भनेको प्रति व्यक्ति आय राष्ट्रिय औसतभन्दा कमजोर रहेको अवस्था के हो? निरपेक्ष गरिबी हो भने त्यसलाई बढी आय र कम आय बिचको अन्तरबाट के गरिन्छ? मापन गरिन्छ। जस्तो कुनै $1400 कमाउने छ कुनै $3000 कमाउँछ त्यो बिचको ग्याप नै के हो? सापेक्ष गरिबी हो भनेर हामी हेर्न सक्छौँ। अब जोड केमा दिन्छ त भनेको निरपेक्ष गरिबीले जीवन निर्वाहको कमजोर अवस्थालाई जनाउँछ भने जीवन निर्वाहलाई बढी जोड दिएको हुन्छ, जीवन निर्वाहको वकालत गर्छ, आधारभूत आवश्यकता परिपूर्तिको वकालत गर्छ भने सापेक्ष गरिबीले के को वकालत गर्छ भने समताको वकालत गर्छ भनेको सबै समान हुनुपर्छ भन्ने वकालत कसले गर्छ? सापेक्ष गरिबीले गर्छ। अनि सान्दर्भिकताको दृष्टिकोणबाट हेर्दाखेरि यो अवधारणा विशेष गरी कम विकसित वा विकासोन्मुख देशहरूका लागि बढी के हुन्छ? सान्दर्भिक हुन्छ भने सापेक्ष गरिबी कस्तो अवस्थामा सान्दर्भिक हुन्छ? विकसित देशहरूका लागि के हुन्छ? बढी सान्दर्भिक हुन्छ भनेर हामी 4 वटा भिन्नता लेख्यौँ भने इनफ पुग्छ। यहाँले 3 नम्बरको भएको 2+3 भएको हुँदाखेरि 3 वटा मात्रै लेख्दा पनि हुन्छ। यहाँ मैले नम्बर दिन बिर्सिएको छु 3+3 हो यसको नम्बर है। निष्कर्षमा जाउँ। सापेक्ष र बहुआयामिक गरिबी एउटै हो भन्नुभएको छ, एउटै हो है। तपाईले बहुआयामिक भनेको सापेक्ष गरिबी पनि बहुआयामिक दृष्टिकोणबाट मापन गर्न सकिन्छ है। थोरै फरक भए पनि एउटै दृष्टिकोणमा हेर्न सकिन्छ। बिलो पोभर्टी लाइन होइन तर अरूको तुलनामा के छ? कमजोर अवस्था के हो? सापेक्ष गरिबी हो है। गरिबीले मानव जीवनका विविध पक्षहरूमा हुने पहुँचमा न्यूनता ल्याउने हुँदा यसको समतामूलक न्यूनीकरण गर्नु आवश्यक छ भनेर हामी के गर्न सक्छौँ? सर्टमा निष्कर्ष लेख्न सक्छौँ। 5 को नम्बरमा हामी के गर्छौँ? सर्ट के गर्छौँ? निष्कर्ष लेख्छौँ है। समतामूलक न्यूनीकरण आवश्यक छ भनेको अब सबैलाई के गर्नु पर्यो? गरिबीको रेखाभन्दा माथि उकास्नु पर्यो। सकिन्छ भने सापेक्षित गरिबीलाई पनि कम गर्नु पर्यो भन्ने आशयको के हुनु पर्यो? हाम्रो निष्कर्ष हुनु पर्यो है। नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वबारे उल्लेख गर्नुहोस् भनेको छ। देशको विभिन्न स्थानमा घुमफिर अवलोकन गरी मनोरञ्जन लिन आउने पर्यटकलाई खाना वासस्थान मनोरञ्जन आदिको व्यवस्था मिलाउने व्यापारिक क्रियाकलापलाई के भनिन्छ? पर्यटन भनिन्छ है। पर्यटकलाई बन्दोबस्त गर्ने कार्यलाई के भन्छ? हामी पर्यटन भन्छौँ। नेपालमा पर्यटन व्यवसाय तुलनात्मक लाभको क्षेत्रको रूपमा रहेको छ भनेको नेपालको तुलनात्मक लाभको क्षेत्रको रूपमा के भएको छ? पर्यटन व्यवसाय रहेको छ जहाँ थोरै लगानीमा उच्चतम प्रतिफल के गर्न सकिन्छ? प्राप्ति गर्न सकिन्छ। सन् 2025 मा पर्यटक आगमन संख्या कति छ? 11,62,365 पर्यटक नेपालमा आगमन भएको छ, पर्यटक आएका छन् भने जसबाट 87,37,16,16 रुपैयाँ आम्दानी भएको तथ्याङ्कले आवश्यकता पुष्टि गर्छ भनेको सन् 2025 मा मात्रै पर्यटनबाट 87,37,16,16 रुपैयाँ आम्दानी भएको रहेछ देशमा भनिसकेपछि पर्यटन क्षेत्रको महत्त्व के छ, आवश्यकता के छ भने यही तथ्याङ्कले पनि के गर्छ? पुष्टि गर्छ है। यसका अलावा देशको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्व देखाए बमोजिम प्रस्तुत गरिएको छ भनेर थोरै डाटाले पुष्टि गर्यौं अनि हामी अगाडि बढ्यौं है। पहिलो, रोजगारीका अवसरको सिर्जना मार्फत बेरोजगारी न्यूनीकरण गर्न। जस्तो पर्यटन व्यवसाय सञ्चालन भयो अथवा कुनै होटल सञ्चालन भयो भने त्यहाँ कुनै ट्रेकिङ रुट सञ्चालन भएको छ भने त्यहाँ गाइडको रूपमा मान्छेले रोजगारी पाउन सक्छ अथवा होटलमा कुकको रूपमा रोजगारी पाउन सक्छ। हरेक आयामबाट के गर्न सक्छ? व्यक्तिले रोजगारी प्राप्त गर्न सक्छ है। जब बेरोजगारी न्यूनीकरण हुन्छ स्वत के हुन्छ? गरिबी न्यूनीकरण मार्फत नागरिकको जीवन स्तरमा सुधार गर्न भनेको जब व्यक्तिले रोजगारी पाउँछ
बेरोजगारी स्वतः न्यूनीकरण हुन्छ। जब व्यक्तिले रोजगारी पाउँछ, बेरोजगारी न्यूनीकरणसँगै उसको आर्थिक अवस्था पनि सुध्रिँदै जान्छ र आर्थिक अवस्था सुध्रिनु भनेको के हो? गरिबी न्यूनीकरण हुनु हो। जब गरिबी न्यूनीकरण हुन्छ, आर्थिक अवस्था सुध्रिन्छ, उसको जीवनयापन लबाई खबाई बसाइमा पनि के हुन्छ? सुधार हुँदै जान्छ। त्यही भएर हामी गरिबी मार्फत नागरिकको जीवनस्तरमा सुधार गर्नका लागि पनि के छ? पर्यटन क्षेत्र आवश्यकता छ भनेको के हो? अर्थतन्त्रको वृद्धिसँगै विकास के भन्छौँ? आर्थिक विकास भन्छौँ नि त। त्यही भएर जीवनस्तरमा सुधार गर्नका लागि पर्यटन क्षेत्र महत्त्वपूर्ण छ। विदेशी मुद्रा आर्जनमा योगदान गर्न, त्यसैगरी सिप र प्रविधिको आदान प्रदान मार्फत ज्ञान अभिवृद्धि गर्न। जस्तो विदेशबाट कुनै पनि टुरिस्ट नेपालमा आएको छ भने उसले सिकेको सिप नेपाली दाजुभाइहरूले सिक्नुभयो अथवा सिपको हस्तान्तरण भयो, प्रविधिको हस्तान्तरण हुन सक्ने सम्भावना के हुन्छ? पर्यटन क्षेत्र मार्फत रहन्छ। त्यसैगरी स्थानीय अर्थतन्त्रको प्रवर्धन र ग्रामीण विकास गर्न। जस्तो पर्यटकहरू आउँछन्, घले गाउँमा घुम्न गयो भने त्यहाँको गाउँको स्थानीय उत्पादनको बिक्री वितरण हुन्छ, त्यहाँका नागरिकले रोजगारी पाउँछन्, त्यहाँ के हुन्छ? स्थानीय अर्थतन्त्रको प्रवर्धन हुन्छ, विकास हुन्छ, परिचालन हुन्छ। त्यही भएर विकास लागि पनि के छ? पर्यटन आवश्यक छ। कुल ग्राहस्थ उत्पादनमा करिब 2 देखि 5% योगदान गर्दै आएको छ भनेको जीडीपी को 2 देखि 5% योगदान औसतमा कसले गर्दै आएको छ? पर्यटनले गर्दै आएको छ। त्यो विकास मार्फत आर्थिक विकास हुने हो है। क्षेत्र भनेको आफैमा के हो? महत्त्वपूर्ण क्षेत्र हो भने वस्तु तथा सेवाको व्यापार बढाउनका लागि पनि के छ? पर्यटन आवश्यक छ। घरेलु उद्योगको विकासमा योगदान गर्नका लागि के छ? पर्यटन आवश्यक छ भने अन्तर्राष्ट्रिय सम्पर्क र साझेदारी बढाउन मद्दत गर्दछ भनेको पर्यटनको माध्यमबाट सांस्कृतिक चालचलनको आदान प्रदान हुन सक्छ हैन, ज्ञानको आदान प्रदान हुन सक्छ, भाषाको आदान प्रदान हुन सक्छ अथवा अन्य आदान प्रदानबाट पनि के हुन्छ? अन्तर्राष्ट्रिय स्तरमा सम्पर्क सञ्जाल साझेदारी बढाउनका लागि पनि पर्यटन क्षेत्र महत्त्वपूर्ण हुन्छ है। पर्यटन नेपालका लागि तुलनात्मक लाभको क्षेत्र भएको हुँदा पूर्वाधारमा लगानी अभिवृद्धि र नयाँ गन्तव्यको विकास गरी आर्थिक विकासको अवसर उपयोग गर्नु आवश्यक भनेको नेपालका लागि पर्यटन क्षेत्र तुलनात्मक लाभको क्षेत्र हो, जसको भरपूर उपयोगका लागि के गर्नुपर्छ? पहिलो पर्यटन पूर्वाधारमा लगानी अभिवृद्धि गर्नुपर्छ, दोस्रो नयाँ नयाँ क्षेत्रहरूको पहिचान गर्ने विकास गर्ने अवसर छ। यसलाई अवसरलाई भरपूर उपयोग गर्नु के छ? निष्कर्ष लेख्न सक्छौं है। अब प्रश्न नम्बर 4 मा जाउँ। भूपरिवेष्टित राष्ट्र भएको कारण नेपालले भोग्नु परेका समस्याहरू उल्लेख गर्नुहोस् भनेर के हुन सक्छ? आउन सक्छ। पछिल्लो समय हाम्रो नेपाल भारत सम्बन्धमा जे विषयहरू आइरहेका छन् हैन, ती विषयका कारणले पनि नेपाल भूपरिवेष्टित राष्ट्र हो, बंगालको खाडीबाट के गर्नुपर्ने हुन्छ? पारवहन सुविधा लिनुपर्ने हुन्छ। दुई देशको सम्बन्धले पनि के गर्न सक्छ? हाम्रो पारवहनमा असर गर्न सक्छ। त्यही भएर यो प्रश्न यहाँको लागि महत्त्वपूर्ण हुन सक्छ है। चारैतिरबाट जमिनले घेरिएको अर्थात् समुद्रसँग कुनै पनि सीमाना नजोडिएको देशलाई भूपरिवेष्टित राष्ट्र भनिन्छ भनेको चारैतिरबाट समुद्रसँग कुनै पनि सीमाना नजोडिएको देश के हो? भूपरिवेष्टित राष्ट्र हो। नेपाल विश्वमा रहेका 48 भूपरिवेष्टित राष्ट्र मध्ये एक हो भनेको विश्वमा के छन्? 48 वटा भूपरिवेष्टित राष्ट्रहरू छन्। ती मध्येको 48 राष्ट्र मध्ये एक देश कुन हो? नेपाल हो। नेपालबाट नजिकको सामुद्रिक दूरी बंगालको खाडी भारत हो, जुन 700 माइल वा 127 किलोमिटर टाढा छ। जुन हाम्रो बंगाली भन्छौं, कलकत्ता बन्दरगाह भन्छौं, त्यो हामी नेपालबाट कति टाढा छ? 700 माइल अथवा 2100 किलोमिटर टाढा छ, जसको प्रयोग गर्दा नेपालले भोग्नु परेका समस्याहरू निम्न छन् भन्ने अलिकति भूमिका बाँधेर प्रश्नमा गयौं है। अरु देशले निर्धारण गरेको पारवहन सुविधामा निर्भर रहनु परेको भनेको अब भारतले निर्धारण गरेको पारवहन सुविधामा नेपाल निर्भर रहनु परेको छ। देशको ठूलो हिस्सा ओगटेको निजी क्षेत्रले सोझै तेस्रो मुलुकसँग वस्तु तथा सेवा आयात निर्यात गर्न सम्भव छैन, असम्भव भएको छ भनेको भारतसँगको सम्बन्धमा निर्भर पर्ने हुँदाखेरि जस्तो अहिले हेर्नुभयो भने भारतले नेपालको चिया निर्यातमा बन्देज लगाइदियो, असहजता सिर्जना गर्थ्यो, चिया उद्योगहरू बन्द भए। आज मात्रै न्युज हेर्नुभयो होला। त्यस्तै अब तेस्रो मुलुकसँग निर्यात गर्नुपर्छ, जुन भारत हुँदै जानुपर्छ भने भारतले आफ्नो व्यापारमा असर नपरोस् भनेर पनि के गरेको हुन्छ? अवरोध सिर्जना गरेको हुन्छ। अर्को तेस्रो मुलुकमा वस्तु तथा सेवा नेपालको कसरी जान्छ भने जब लो कस्ट हाई क्वालिटी हुन्छ, प्रतिस्पर्धात्मक क्षमता उच्च हुन्छ, तब जाने हो। भनिसकेपछि यहाँबाट ढुवानी गरेर कोलकाता लाने, त्यहाँबाट फेरि पारवहन गर्ने गर्दाखेरि नेपालको कस्ट हाई पर्न जान्छ, जसले गर्दा प्रतिस्पर्धात्मक क्षमता कमजोर हुन्छ है। त्यही भएर आयात निर्यातमा के हुन्छ? असम्भव हुन्छ।
अनि निजी क्षेत्रको मिडिएटरको बन्नुपर्छ, राज्य बन्नुपर्छ जुन आफैमा असहज अथवा लामो प्रक्रियासँग सम्बन्धित हुन्छ है। निजी क्षेत्रले डाइरेक्ट आयात निर्यात गर्न सक्दैन। त्यसैगरी पारवन सुविधाका लागि अन्तर्राष्ट्रिय सहानुभूति आवश्यक पर्छ भनेको नेपालले पटक पटक अन्तर्राष्ट्रिय मञ्चहरूमा के गर्नुपर्ने हुन्छ, आवाज उठाउनु पर्ने हुन्छ। केका लागि हामीलाई पारवन सुविधा चाहियो भनेर संयुक्त राष्ट्रसङ्घका बैठकमा आवाज उठाउनु पर्ने हुन्छ भनेको अन्तर्राष्ट्रिय सहानुभूति आवश्यक पर्ने हुन्छ। ल हामी दिन्छौँ भन्ने खालको है। त्यसैगरी वस्तु आयात निर्यातमा ढुवानी खर्च बढी हुने हुँदा स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्दैन भनेको मूल्य उच्च हुन्छ। त्यसले गर्दा के हुन्छ, जस्तो तपाईँ हामी बजारमा गयौँ भने पनि हामी एउटै सामान छ, चाइनाले त्यही सामान 1000 को सामान 800 मा दिन्छ, हाम्रो नेपाली प्रोडक्ट 1000 पर्छ भने हामी कुन छान्छौँ, चाइनिज छान्छौँ नि त। त्यस्तै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली वस्तु त्यस्तो अवस्थामा छानिन्छ जस्तो अवस्थामा उसको लागत कम हुन्छ, गुणस्तर उच्च हुन्छ। तर समान गुणस्तरमा नेपालको लागत बढी पर्न जाने हुँदाखेरि नेपालको प्रतिस्पर्धा गर्न, नेपालका उत्पादन प्रतिस्पर्धा गर्न सक्दैन है। अनि सामुद्रिक उत्पादनको प्रयोगबाट के हुनु पर्यो, समुद्र उत्पादन हुने जति पनि वस्तु तथा सेवाहरू छन् तिनीहरूको प्रयोगबाट के हुनु परेको छ, नेपाल वञ्चित हुनु परेको छ। त्यसैगरी सुक्खा बन्दरगाह र गोदाम निर्माणमा ठुलो धनराशि खर्च हुने गरेको छ भनेको अब त्यहाँ सामान ल्याएर राख्नको लागि गोदामघर निर्माण गर्नु पर्यो, सुक्खा बन्दरगाह निर्माण गर्नु पर्यो। त्यसका लागि के भएको छ, ठुलो धनराशि खर्च गर्नु परेको छ। अर्को जल यातायातबाट वञ्चित हुनु परेको छ, जल यातायातको लाभबाट पनि के भएको छ, नेपाल वञ्चित हुनु परेको छ। त्यसैगरी सीमा सुरक्षा चुनौतीपूर्ण र खर्चिलो भएको छ भनेको जब समुद्र हुन्थ्यो भने समुद्रले नै सीमा छुट्याइदिन्थ्यो, सीमामा असुरक्षाको जोखिम कम हुन्थ्यो भने अब सीमा सुरक्षा बढी चुनौतीपूर्ण बनेको छ, अर्को खर्चिलो पनि बनेको छ समुद्र नभएको कारणले। त्यसैगरी अर्को मुलुकले निर्धारण गरेको पोर्ट सम्बन्धी शर्त र तिर्न बाध्य भएको छ भनेको शुल्क अर्को मुलुकले निर्धारण गर्छ हैन। सबै शुल्कहरूले निर्धारण गर्ने हुँदाखेरि नेपालले शुल्क तिर्न बाध्य भएको छ भने अनेकौं कानुनी प्रक्रिया पूरा गर्दा ज्यादा समय लाग्ने गर्छ। अब यहाँको भन्सार त्यसपछि भारतको भन्सार हुँदै जानु पर्दाखेरि के हुन्छ, अनेकौं प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ अनि लामो समय लाग्छ। घोषित अघोषित रूपमा नाकाबन्दीको सामना गर्नु पर्यो भनेको जब नेपाल भारत बीचको सम्बन्धमा टसल आउँछ, घोषित वा अघोषित रूपमा के हुन्छ, नाकाबन्दीको सामना गर्नुपर्छ। अहिले हेर्नुभयो भने नेपालको चियालाई अघोषित रूपमा के गरियो, असहज परिस्थिति सिर्जना गरिसकेपछि नेपाली चिया उद्योग बन्द हुने अवस्था आयो। भनिसकेपछि अब अर्को देशको बाटो प्रयोग गरेर हामी जाँदैछौँ भने जस्तो यहाँहरूले अमेरिका र इरान बीचको हेर्नुहुन्छ नि त युद्ध, एउटा हर्मुज नाका कब्जा गर्दाका कारणले विश्वको पेट्रोलियम पदार्थको मूल्यमा कति भारी अङ्कले वृद्धि भयो र आज हर्मुज नाका खुल्दा बित्तिकै कति मूल्य घट्यो भनेको त्यो पावर हो, शक्ति हो है। त्यही भएर एउटा नाकाको रूपमा नाकाबन्दीको सामना गर्नुपर्ने अवस्था पनि के आउँछ, हाम्रो देशले सामना गर्नुपर्छ। त्यसैले चीन र भारत बाहेक तेस्रो मुलुकसँग सांस्कृतिक आदान प्रदान नहुने भनेको अब स्वभावैले चीन र भारतसँग मात्र बढी कारोबार हुँदाखेरि तेस्रो मुलुकसँग सांस्कृतिक आदान प्रदान हुन सक्ने सम्भावना पनि के हुन्छ, कम हुन्छ। भए पनि कम मात्रामा मात्रै के हुन्छ, आदान प्रदान हुन्छ। यसरी हामी के गर्न सक्छौँ, परेको प्रभाव लिन सक्छौँ। त्यसैले आर्थिक कूटनीतिमा विस्तार, अन्तर्राष्ट्रिय जगतमा बहस, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार मार्फत भूपरिवेशित राष्ट्रको अधिकार प्राप्तिमा जोड दिनुपर्ने हुन्छ भनेको अवश्य हामी भारतसँग मात्रै गर्ने होइन। अब हाम्रो आर्थिक कूटनीतिलाई बलियो बनाउनु पर्यो, अन्तर्राष्ट्रिय सम्बन्धलाई बलियो बनाउनु पर्यो, अन्तर्राष्ट्रिय जगतमा बहस पैरवी गर्नु पर्यो, अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हामी जोड दिनु पर्यो जसले भूपरिवेशित राष्ट्रको अधिकार प्राप्तिमा जोडिन्छ। हामी जिउ हजुर गर्ने नि अब अधिकार स्थापित गर्नुपर्छ भन्ने आशयले के गर्नुपर्ने हुन्छ, हामीले निष्कर्ष लेख्नुपर्ने हुन्छ है। क्लियर हुन्छ? केही नबुझेको छ भने भन्नु होला है। कतिजना जोडिनु भएको छ? त्यसैगरी 5औं नम्बर प्रश्नमा जाउँ। यहाँहरुको एक्जाम पनि नजिकै छ, छिटो छिटै गरेर थोरै पढ्ने टाइम पाउँदा पनि ठिकै हुन्छ हैन। नेपालमा वर्तमानमा सहकारी क्षेत्रमा देखेको समस्याका कारण र त्यसले पारेको प्रभाव उल्लेख गर्नुहोस् भनेर 5औं पैरवी भनेको छलफल वार्ता भनेको है। सुक्खा बन्दरगाह भनेको जस्तो चोबार सुक्खा बन्दरगाह भन्ने छ नि त, त्यहाँ अब निर्यात हुने वस्तुहरू त्यहाँ आउँछन्, त्यहाँ होल्ड हुन्छन्, पास भएर बल्ल के हुन्छन्, आउँछन् अथवा त्यसलाई हामी के भन्छौँ, बन्दरगाह भन्छौँ है। अब सहकारी
एकका लागि सबै र सबैका लागि एक भन्ने मान्यतामा आधारित रही स्थापित संस्था के हुन्? सहकारी भनेको एकका लागि सबै र सबैका लागि एक भन्ने मान्यतामा आधारित रहेर के हुन्छन्? सहकारी स्थापित हुन्छन्। नेपालको अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा स्वीकार गरिएको सहकारी। नेपालको अर्थतन्त्र 3 खम्बे आर्थिक नीति भन्छ नि त। सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र भन्छौँ, त्यसलाई हामी 3 खम्बे आर्थिक नीति भन्छौँ। भनेको नेपालको अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा स्वीकार गरिएको सहकारी क्षेत्रमा हाल तरलताको अभाव, बचत अपचलन, ठगी, खराब कर्जा, कालो सूची र सञ्चालक फरार जस्ता समस्या देखेका छन्, जसका कारण व्ययबमोजिम छन्। अब पछिल्लो समय सहकारीका केसहरू आइराखेका छन् हैन। पहिलो के समस्या रहेछ? तरलताको अभाव छ। भनेको लगानीकर्ताको, बचतकर्ताको पैसा फिर्ता गर्न सकेको छैन, त्यसलाई हामी के भन्छौँ? तरलताको अभाव भन्छौँ है। बचत अपचलन, बचतकर्ताको पैसा सञ्चालकले दुरुपयोग गरिदिएको छ, त्यसलाई हामी के भन्छौँ? बचत अपचलन भन्छौँ। ठगी भनेको बचतकर्ताको पैसा अन्य क्षेत्रमा परिचालन भएको छ, बचतकर्ताले फिर्ता पाउन सकेको छैन, त्यसलाई हामी के भन्छौँ? ठगी भन्छौँ। खराब कर्जा भनेको सहकारीले जहाँ लगानी गरेको छ त्यहाँ लगानी लोन दिएका ठाउँबाट सहकारीले ऋण दिएको ठाउँबाट ऋण फिर्ता हुन सकेको छैन, त्यसलाई हामी के भन्छौँ? खराब कर्जा भन्छौँ। अनि कालो सूची र सञ्चालक फरार जस्ता समस्याहरू के छन्? विद्यमान छन्, जसका कारण के छन्? व्ययबमोजिम रहेका छन् भनेर हामी के गर्न सक्छौँ? बुझ्न सक्छौँ है। पहिलो कारण के हो? सञ्चालकहरूको लापरवाही र कमजोर नियमन। सञ्चालकहरूले लापरवाही गरे र कमजोर, हाम्रो सरकारको नियमन के भयो? कमजोर भयो, जसले गर्दा सहकारीहरू समस्यामा आए। जस्तो राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई कन्ट्रोल गर्छ, त्यसै गरी सरकारले पनि सहकारी क्षेत्रलाई नियमन गर्न सकेको भए अहिलेको अवस्था आउने थिएन है। त्यसै गरी गैर सदस्यसँग ठुलो आर्थिक कारोबार गर्नु भनेको सहकारीको मान्यता के हो? सदस्यको हितका लागि सहकारी हो नि त। आफ्ना सदस्यहरूलाई आर्थिक के गर्ने? सहजीकरण गर्ने। तर सहकारीले के गरे? आफ्ना सदस्य भन्दा पनि पहुँचवालाहरूसँग के गरे? ठुलो आर्थिक कारोबार गरे, जुन सहकारीको सदस्य नै छैन। त्यसले गर्दा के भयो? ठुलो आर्थिक कारोबारले अपचलन भयो, जोखिम बढ्दै गयो है। त्यसै गरी अनुत्पादक र जोखिमपूर्ण क्षेत्रमा लगानी भयो भनेको अब सहकारीले कहाँ लगानी गरे? जग्गा कारोबारमा बढी लगानी गरे, जुन उत्पादनमूलक क्षेत्र होइनन्, जसले गर्दा लगानी केमा गयो? जोखिममा गयो। वित्तीय अनुशासनहीनतामा भएको अभिवृद्धि भनेको वित्तीय अनुशासन कमजोर भयो, वित्तीय कानुनको परिपालना कमजोर भयो, जसले गर्दा अहिलेको समस्या आयो। त्यसै गरी पारदर्शिता र आन्तरिक नियन्त्रणको अभाव भयो भनेको कार्यभित्र एउटा सदस्यले अर्को सदस्य अथवा एउटा सञ्चालकले सहकारीको कारोबारलाई के गर्न सकेन? नियन्त्रण गर्न सकेन। आन्तरिक मेकानिजम इन्टरनल मेकानिजम के भयो? कमजोर भयो। गोपनीयतामुखी कार्यशैली भयो, जसले गर्दा समस्या आयो। जब समस्या आयो तब थाहा भयो नि त, एउटा सहकारीमा मात्र आएको समस्या होइन नि त, देशभरि समस्या आयो। भनेको के का कारणले आएको? गोपनीयतामुखी कार्यशैली, इन्टरनल कन्ट्रोल मेकानिजमको अभाव जस्ता कारणले के भएको? समस्या आएको। त्यसै गरी सञ्चालक र राजनीतिक नेतृत्व बीचमा नेक्सस कायम गर्नु भनेको सञ्चालक र राजनीतिक के भयो? एउटै व्यक्ति भइदिए अथवा नेक्सस बलियो भयो। सञ्चालकले लापरवाही गरे, राजनीतिले संरक्षण गर्ने। राजनीतिका तत्कालीन आवश्यकता पूरा गर्नका लागि सञ्चालकले के गरिदिने? सहजीकरण गरिदिने। भनेको दुई बीचमा के भयो? अनैतिक क्रियाकलापहरू हुन थाले है। नेक्सस कायम भयो। वित्तीय अनुशासनहीनताका लागि के भयो? नेक्सस भयो। वित्तीय दुरुपयोगका लागि नेक्सस भयो, जसले गर्दा अहिलेको समस्या आयो भनेर हामी के सक्छौँ? पढ्न सक्छौँ। सहकारी क्षेत्रमा देखिएको समस्याले निम्न क्षेत्रमा प्रभाव पारेको छ भनेको अब सहकारी क्षेत्रमा देखिएको समस्याले कहाँ कहाँ प्रभाव पार्यो त? पहिलो, वित्तीय संस्था र समग्र सहकारी प्रणालीप्रति नै के भयो? नागरिकमा अविश्वासको वातावरण सिर्जना भयो। अब अहिले हामीले पनि सहकारीमा लगानी गर्न सक्छौँ त? सहकारीमा बचत गर्न सक्छौँ त? सहकारीमा गरेको बचत फिर्ता हुँदैन भनिसकेपछि हामी बचत गर्न सक्दैनौँ। हामी पनि बचत गर्न सक्दैनौँ भने समग्र वित्तीय संस्थाप्रति नै अविश्वासको वातावरण के भयो? सिर्जना भयो। सहकारी क्षेत्रमा आएको समस्याले ब्याङ्कहरूबाट पैसा झिक्ने मान्छेहरू बढे नि त, के भयो? अविश्वासको कारणले है। त्यसै गरी मध्यमवर्गीय र निम्नवर्गीय बचतकर्ताको ससानो रकम डुब्दा उनीहरूमा चरम आर्थिक सङ्कट एवं दैनिक जीवन समेत कष्टकर भनेको ससाना बुवा दाजुभाइ दिदीबहिनीहरूले राखेको रकम के भयो? दुरुपयोग भयो। सञ्चालकहरूले लिएर फरार भयो। उनीहरूका दैनिक भाडा तिर्ने पैसा पुगेन, बच्चा बच्चीको स्कुल फी तिर्ने पैसा पुगेन र ससानो रकम डुब्दा उनीहरूमा चरम आर्थिक सङ्कटको अवस्था आयो है। अनि दैनिक जीवन समेत के भनौँ? कष्टकर भनौँ। कसको? बचतकर्ता है। त्यसै गरी स्थानीय स्तरमा आर्थिक गतिविधि र पुँजी परिचालनमा सङ्कुचन आयो भनेको स्थानीय स्तरमा के हुन्थ्यो? सहकारीले मासिक रूपमा सङ्कलन गर्ने, स्थानीय आवश्यकता बमोजिम स्थानीय नागरिकहरूलाई लगानी गर्ने गर्थ्यो। स्थानीय स्तरमा के हुन्थ्यो?
पुँजी परिचालन हुन्थ्यो भनेको व्यक्तिले सहकारीमा पैसा राख्थ्यो, सहकारीबाट आवश्यक परेको व्यक्तिले पैसा लान्थ्यो, बजारमा त्यो पैसाले खर्च गर्थ्यो, त्यो पैसा फेरि के त्यो बजारमा आउँथ्यो भने परिचालन हुन्थ्यो। भनिसकेपछि जब सहकारी क्षेत्रमा सङ्कुचन आयो, सङ्कट आयो, स्थानीय पुँजी परिचालनमा पनि के भयो, सङ्कुचन आयो हैन। तपाईँ हामीले पनि कतिवटा सहकारीमा मासिक डिपोजिट गर्थ्यौँ, अहिले गर्न छोड्यौँ नि त। भनिसकेपछि त्यो पैसा परिचालन हुन सकेन, व्यक्तिको पकेटमा डम्प भयो पैसा है। भने सडक आन्दोलन र शान्ति सुरक्षाको चुनौती थपियो भनेको सहकारी पीडितहरूले माइतीघरमा आन्दोलन गर्ने, अन्य स्थानमा आन्दोलन गर्ने र शान्ति सुरक्षाको चुनौती पनि के भयो, थपियो। त्यसै गरी सम्पत्ति शुद्धिकरणका अपराधमा बढोत्तरी एवं नेपाल ग्रे लिस्टमा पर्नुमा समेत एक कारण भनेको सहकारी क्षेत्र के भयो, पछिल्लो समय सम्पत्ति शुद्धिकरण गर्ने एउटा माध्यम बन्यो है। जसले नेपाल लिस्टमा छ नि त, थाहा छ नि त सम्पत्ति शुद्धिकरणको ग्रे लिस्टमा के छ, नेपाल छ, शङ्कास्पद सूचीमा छ। भनेको शङ्कास्पद सूचीमा राख्नुको एउटा कारण के हो, सहकारी क्षेत्रमा भएको कमजोर नियमन भनेर देखाएको छ एफएटिएफले। भनिसकेपछि सम्पत्ति शुद्धिकरणमा जाने अवस्था आउँदा पनि सहकारीको एउटा ठुलो हात छ भनेर, सहकारीको एउटा प्रभाव हो भनेर हामी के गर्न सक्छौँ, लेख्न सक्छौँ है। अब निष्कर्षमा जाउँ। सहकारी क्षेत्र आर्थिक विकासको एक सम्भाग हो भनेको सहकारी क्षेत्रलाई हामी बाइपास गर्न सक्दैनौँ, आर्थिक विकासको के हो, सम्भाग नै हो है। तसर्थ सबै सहकारीलाई कोपोमिसमा आबद्ध गराई कडा नियमनको माध्यमबाट विद्यमान सङ्कटलाई समाधान र गुमेको विश्वास फर्काउन आवश्यक छ। भनेको अब सहकारी क्षेत्रलाई नागरिकले विश्वास गरेका छैनन् है भने अब सबैलाई कोपोमिस भने के हो, व्यवस्थापन सूचना प्रणाली हो, सहकारी क्षेत्रको सूचना व्यवस्थापनका लागि स्थापित गरिएको सफ्टवेयर हो यो। अब यो सफ्टवेयरमा के गर्नु पर्यो, सबै सहकारीलाई के गर्नु पर्यो, आबद्ध गराउनु पर्यो, जसले गर्दा एकै ठाउँले कन्ट्रोल गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। त्यसको माध्यमबाट कडा नियमन निगरानी गरेर के गर्नुपर्छ, विद्यमान सङ्कट पनि समाधान गर्नुपर्छ र भविष्यमा पनि गुमेको विश्वासलाई फिर्ता गर्नु के छ, आवश्यक छ। भनेको सहकारीमा समस्या आयो भनेर सहकारी आफैमा नराम्रो होइन कि अब यसलाई सुधार गर्नु आवश्यक छ भनेर हामी के गर्नुपर्छ, निष्कर्ष लेख्नुपर्ने हुन्छ है। अब 6 नम्बर प्रश्नमा जाउँ। सामाजिक सुरक्षालाई परिभाषित गर्दै नेपालमा सामाजिक सुरक्षा सम्बन्धी सञ्चालन गरेका कार्यक्रमहरू प्रस्तुत गरी नेपालमा सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धमा देखिएका समस्याहरू औलाउने होस् भनेर हामी 3+4+3 छ। सामाजिक सुरक्षा भनेको के हो, मानिस सक्रिय जीवनयापन गरिरहेका बेलामा होस् या अशक्त अवस्थामा होस्, उसका आधारभूत मानवीय आवश्यकताहरू पुरा हुने सुनिश्चितता नै के हो, सामाजिक सुरक्षा। चाहे मानिस सक्रिय रहेको अवस्थामा होस्, चाहे ऊ कमजोर अवस्थामा रहेको अवस्थामा होस्, एउटा नागरिकले आफ्नो सक्रिय जीवनयापनमा राज्यलाई धेरै योगदान गरेको हुन्छ। जब ऊ कमजोर अवस्थामा जान्छ, उसको संरक्षण गर्नु कसको जिम्मेवारी हो, राज्यको जिम्मेवारी है। त्यही भएर मानवीय आवश्यकता म वृद्ध हुँदा पनि मेरो आवश्यकता सरकारले पुरा गरिदिन्छ है भनेर म विश्वस्त हुनु के हो, सामाजिक सुरक्षा हो। सामाजिक सुरक्षा अत्यन्त के हो, वृहत अवधारणा हो। राज्यले आफ्ना नागरिकहरू विशेष गरी असहाय, गरिब, वृद्ध, अपाङ्गता भएका व्यक्ति र जोखिममा परेका वर्गहरूलाई जीवनयापनमा सहजता ल्याउन र उनीहरूको मानव अधिकारको रक्षा गर्न प्रदान गर्ने आर्थिक तथा सामाजिक सहयोग के हो, सामाजिक सुरक्षा हो। यो लोक कल्याणकारी राज्यको एक प्रमुख दायित्व हो, जसले नागरिकलाई भोक, रोग र अभावबाट जोगाउन सुरक्षा कवचको रूपमा कार्य गर्छ। भनेको यो लोक कल्याणकारी राज्यको एउटा के हो, दायित्व हो। लोक कल्याणकारी राज्यमा के हुन्छ, सामाजिक सुरक्षाको प्रत्याभूत गरिएको हुन्छ, जसले नागरिकलाई भोक, रोग, गरिबी, अभावबाट जोगाउनका लागि के गरेको हुन्छ, सुरक्षा कवचको रूपमा के गरेको हुन्छ, काम गरेको हुन्छ भनेर हामी बुझ्न सक्छौँ। यो राज्यबाट नागरिकलाई दिइने सम्मानजनक उपहार हो। भनेको व्यक्तिको सम्मानजनक जीवनयापनका लागि राज्यले दिने उपहार हो के, राज्यले दिने उपहार सामाजिक सुरक्षा हो भनेर हामी बुझ्न सक्छौँ। नेपालमा सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था र यसका कार्यक्रम तथा यस क्षेत्रमा देखेका समस्याहरूलाई निम्नानुसार प्रस्तुत गरिएको छ भनेर हामी दोस्रो पाठमा लिङ्क गर्यौं। पहिलो, नगद सहायता वितरण कार्यक्रम सञ्चालन छ नेपालमा, जुन हामी वृद्ध भत्ता, एकल महिला भत्ता, अपाङ्ग भत्ता, शहीद परिवार निर्वाह भत्ता लगायत अन्य वितरणात्मक कार्यक्रमहरू जति पनि छन्, ती कार्यक्रमहरू के हुन्, नगद सहायता वितरण कार्यक्रम हुन् है। त्यसैगरी वस्तुगत सहायता पनि हुन्छ। नगद सहायताले मात्रै सामाजिक सुरक्षा हुँदैन। आयोडिन युक्त नुन वितरण कार्यक्रम, दिवाखाजा जस्तो विद्यार्थीहरूलाई दिने दिवाखाजा कार्यक्रम छ, त्यो पनि सामाजिक सुरक्षाको एउटा कार्यक्रम हो। दिवाखाजा वितरण अनि खाद्यान्न वितरण कार्यक्रमहरू के हुन्, वस्तुगत सहायताका कार्यक्रमहरू हुन्। त्यसैगरी विशिष्टीकृत कार्यक्रमहरूमा निःशुल्क छात्रवृत्ति वितरण, जटिल रोगको उपचारमा विशेष सहजता जस्ता कार्यक्रम के हुन्, विशिष्टीकृत कार्यक्रमको रूपमा हामी हेर्न सक्छौं है। त्यसैगरी योगदानमा आधारित कार्यक्रम, पछिल्लो समय के भएको छ,
योगदानमा आधारित कार्यक्रमहरूमा बढोत्तरी आएको छ। सामाजिक सुरक्षा कोष पछिल्लो समय के छ, सार्वजनिक र निजी क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रदान गर्नका लागि अथवा सक्रिय जीवन पश्चातको जोखिम निर्वाहका लागि के भएको छ, सामाजिक सुरक्षा कोष स्थापना भएको छ, जसमा श्रमिकको तर्फबाट तलबको 11% काटिन्छ र निकायको तर्फबाट 20% थप भएर मासिक 31% रकम के हुँदै जान्छ, बचत हुँदै जान्छ र त्यसैबाट सक्रिय जीवन पश्चात के हुन्छ, उपदान स्वरूप के हुन्छ, पेन्सन प्रदान गरिन्छ है। अब 2082 फागुनसम्म के छ, 28,51,803 जना योगदानकर्ता आबद्ध छन्। जम्मा भनेको 28,51,000 मात्रै आबद्ध छन्। यो एउटा आफैमा राम्रो पक्ष पनि हो, आफैमा कमजोर पक्ष पनि। एउटा सामाजिक सुरक्षामा आबद्ध हुने जनसङ्ख्या बढ्दो छ, यो राम्रो पक्ष, तर सबै श्रमिकहरूलाई सामाजिक सुरक्षामा आबद्ध गर्न नसक्नु कमजोर पक्ष है। त्यसैगरी कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष, जसले के गरेका छन्, सरकारी तथा सङ्गठित क्षेत्रका कर्मचारीहरूको सेवाकालीन बचत र अवकाशपछिको आर्थिक सुरक्षा प्रदान गरेका छन्। भनेको सञ्चय कोष र नागरिक लगानी कोषमा सेवाकालीन अवस्थामा के हुन्छ, बचत हुन्छ र पछि के हुन्छ, उनीहरूले आर्थिक सुरक्षा प्रदान गरेका छन्। भने निवृत्तिवरण भनेको सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई मासिक पेन्सनको व्यवस्था कसले गरेको छ, निवृत्तिवरण कोष अथवा निवृत्तिवरण स्वरूप प्रदान गरिएको छ। त्यसैगरी अन्य कार्यक्रमहरू पनि छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम, जसले रोजगारीको सुरक्षा गरेको छ भने स्वास्थ्य बिमा कार्यक्रमले कमजोर वर्गलाई स्वास्थ्य बिमाको माध्यमबाट के गरेको छ, स्वास्थ्य पहुँच स्थापित गरेको छ। स्वास्थ्यमा पहुँच स्थापित गर्नलाई कसले गरेको छ, स्वास्थ्य बिमा कार्यक्रमले सहयोग गरेको छ भने यी कार्यक्रमहरू के हुन्, स्याम्पलको रूपमा प्रस्तुत गरिएका कार्यक्रम हुन् है। नेपालमा सामाजिक सुरक्षा कार्यक्रममा देखाएका समस्याहरू रहेका छन् भनेर अब हामी तेस्रो पाठमा जायौँ। 3 नम्बरको लागि पहिलो, गैर योगदानमा आधारित वितरणमुखी कार्यक्रममा राज्यको ठूलो बजेट खर्च भयो। दीर्घकालमा गाउने जोखिम छ नि त। हाम्रो ठूलो अमाउन्ट केमा भएको छ, वृद्ध भत्ता, एकलव्य भत्तामा गएको, जसबाट राज्यले कुनै लाभ प्राप्त गर्दैन। भने के छ, हाम्रो चालु खर्च बढ्दै जाँदाखेरि भविष्यमा नेपालले अहिले दिइरहेको वृद्ध भत्ता पनि दिन नसक्ने हो कि भन्ने सङ्कट के भएको छ, अहिले आएको अवस्था नै छ है। विगत 2-3 वर्षदेखि यो बहस चलिरहेको छ हैन। त्यसैगरी एकीकृत केन्द्रीय डाटाबेस नहुँदा लक्षित वर्ग छुट्टेर पहुँचवालाले दोहोरो सुविधा लिने प्रवृत्ति छ। भनेको एउटै व्यक्तिले 2 ठाउँ, सङ्घबाट, प्रदेशबाट र स्थानीय तहबाट 3 ठाउँबाट समेत अथवा 3वटा निकायबाट समेत लाभ लिने अवस्था के छ, रहेको छ। जुन पाउनुपर्ने व्यक्ति छुट्ने र पहुँचवालाले दोहोरो तेह्रो लाभ लिने अवस्था पनि के छ, रहेको छ। वास्तविक लक्षित वर्ग पहिचान हुन नसकेको भनेको हाम्रो केमा आधारित छ, वर्गमा आधारित छ हैन। तर गरिबीमा आधारित के हुनुपर्ने हो, हाम्रो सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालित हुनुपर्ने हो हैन। जस्तो कुनै एकजना धनी व्यक्तिले पाइरहेको छ के कारणले, वर्गको कारणले, अर्को व्यक्तिले गरिब हुँदा पनि सामाजिक सुरक्षाको लाभबाट वञ्चित हुन भएको छ भनिसकेपछि वास्तविक वर्ग के हुन सकेको छैन, पहिचान हुन सकेको छैन। वास्तविक वर्ग पुरै वास्तविक, यसको अर्थ भएका छैनन् भनेको होइन कि सबै वास्तविक वर्ग लाभान्वित हुन नसकेको अवस्था विद्यमान छ। त्यसैगरी सबै निजी र अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सकिएको छैन। भनेको गत वर्ष ब्याङ्कहरूले हामी सामाजिक सुरक्षा कोषमा जाँदैनौँ भनेर आन्दोलन नै गरे हैन। अहिले पनि अनिवार्य रूपमा सबै निजी क्षेत्र, सहकारी र सबै अनौपचारिक क्षेत्रलाई के गर्न सकिएन, सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सकिएको छैन। भने रोजगारदाता र श्रमिक दुवैमा सामाजिक सुरक्षा सम्बन्धी सचेतना र तत्परताको के छ, अभाव छ। भनेको एउटा रोजगारदाता पनि पूर्ण जानकार छैन र अर्को निकाय पनि के छ, रोजगारदाताले के गर्छ, 20% कन्ट्रिब्युसन गर्नुपर्छ नि त, त्यो भएर ऊ अनिच्छुक छ। श्रमिक पनि के छ, यो बारेमा जानकार छैन, त्यही भएर दुवैमा सचेतना र तत्परताको अभाव छ। त्यसैगरी अनुगमन प्रणाली कमजोर र प्रणाली बीच समन्वयको अभावमा आर्थिक अनियमितता हुने गरेको छ। भनेको एउटा अनुगमन प्रणाली नै कमजोर भयो, अर्को हाम्रा प्रणालीहरू बीचमा समन्वय हुन सकेन। भनेको प्रदेशबाट एउटा प्रणालीबाट गयो, स्थानीयबाट अर्को प्रणालीबाट गयो, जसले गर्दा के हुन सकेन, प्रणालीमा समन्वय नहुँदा, प्रणालीमा डाटा इन्टिग्रेसन नहुँदा पनि आर्थिक अनियमितता हुने गरेको के छ, पाइएको छ। जस्तो यहाँले हेर्नुभयो भने अझै पनि वृद्ध भत्ताका नाममा बितिसकेको व्यक्तिका नाममा खातामा पैसा गइरहेका केसहरू त हामी देख्छौँ नि त। त्यो भएर अझै पनि आर्थिक अनियमितताको जोखिम के छ, सामाजिक सुरक्षामा रहेको छ भनेर हामी के सक्छौँ, लेख्न सक्छौँ है। नेपालमा सामाजिक सुरक्षा नागरिकको मौलिक अधिकारको रूपमा स्थापित छ।
मौलिक हकका रूपमै सामाजिक सुरक्षाको हक छ नि त। तर यसलाई प्रभावकारी बनाउन वितरणमुखी प्रणालीबाट बिस्तारै योगदानमुखी प्रणालीमा रूपान्तरण सँगै इन्टिग्रेटेड सिस्टम निर्माण गरी दोहोरोपन हटाउनु र सबै नागरिक आबद्ध गर्नु आवश्यक छ भनेको एउटा मौलिक हकको रूपमा स्थापित छ। तर हाम्रो के छ, वितरणमुखी प्रणाली छ। वितरणमुखी प्रणाली सधैँभरि राज्यले धान्न सक्दैन। त्यो भएर हामी जहिले पनि योगदानमुखी प्रणालीमा जानुपर्छ। अबको हाम्रो गन्तव्य भनेको योगदानमुखी प्रणाली नै हो है। त्यही भएर इन्टिग्रेटेड सिस्टम निर्माण गर्नुपर्छ जसले गर्दा दोहोरोपना हट्छ र सबै नागरिकलाई सार्वजनिक क्षेत्र, निजी क्षेत्र, अनौपचारिक क्षेत्र सबै श्रमिकहरूलाई के गर्नुपर्छ, आबद्ध गर्नु आवश्यक छ भनेर हामी के गर्न सक्छौँ, निष्कर्ष लेख्न सक्छौँ। 10 नम्बर भएको भएर अलिकति हामी के गर्छौँ, लामो निष्कर्ष लेख्छौँ है। अब दोस्रो पाठमा जाउँ। नागरिक शिक्षा भन्नाले के बुझ्नुहुन्छ, नागरिक शिक्षाको महत्त्वबारे चर्चा गर्नुहोस् भनेर के छ, दोस्रो पाठ छ। नागरिकलाई देशको आर्थिक, सामाजिक, राजनीतिक र कानुनी प्रणालीका बारेमा ज्ञान प्रदान गर्ने शिक्षा के हो, नागरिक शिक्षा हो भनेर के बुझ्छौँ, परिचय बुझ्छौँ। यसले नागरिकलाई आफ्नो अधिकार र कर्तव्यका बारेमा के गर्छ, सचेत गराउँछ। जब नागरिक शिक्षा प्राप्त गर्छ ऊ आफ्नो अधिकार, आफ्नो कर्तव्य, दायित्वप्रति के हुन्छ, सचेत हुन्छ। नागरिक शिक्षाले नागरिक सचेतना के गर्छ, अभिवृद्धि गराउँछ। यो जीवनभर चलिरहने एक व्यावहारिक प्रक्रिया भनेको व्यक्तिले कलेजमा गएर पढेर मात्रै हुँदैन, उसले दैनिक व्यवहारबाट पनि नागरिक शिक्षा लिएको हुन्छ। बुझ्नु नि, तपाईँ हाम्रो बच्चाहरूले सानोमा अनुशासित बन्नुपर्छ भनेर सिकेका हुन्छ नि त, पढेर सिकाए त होइन नि त, दैनिक व्यवहारबाट सिकेको। त्यसलाई पनि के भन्छौँ हामी, त्यो पनि एउटा नागरिक शिक्षा हो। औपचारिक शिक्षाबाट होस् वा अनौपचारिक शिक्षाबाट होस्, व्यक्तिले सत्कर्म सिक्नु, असल विचार आत्मसात गर्नु के हो, नागरिक शिक्षाको उपज हो भनेर हामी के गर्न सक्छौँ, बुझ्न सक्छौँ है। जसले लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन एवं मानव अधिकारको पूर्व शर्त भनिन्छ भनेको जब व्यक्ति सचेत हुन्छ ऊ लोकतन्त्रमा आफ्नो मताधिकारको सही तरिकाले सदुपयोग गर्छ, लोकतान्त्रिक मूल्य मान्यता हो। जब व्यक्ति सचेत हुन्छ, कानुनप्रति जानकार हुन्छ, विधिको शासन स्थापित हुन्छ। जब सचेत हुन्छ, आफ्नो अधिकार र दायित्वबारे पूर्ण जानकार हुन्छ भने मानव अधिकार पनि के हुन्छ, बलियो बन्छ। त्यही भएर यी तीन लोकतान्त्रिक मूल्य मान्यता, विधिको शासन र मानव अधिकारको पूर्व शर्तको रूपमा केलाई लिइन्छ, हामी नागरिक शिक्षालाई लिने गरिन्छ है। अब यसका अलावा नागरिक शिक्षाको महत्त्व देखाए बमोजिम उल्लेख गरिएको छ भनेर हामी के गर्यौँ, दोस्रो पाठमा गयौँ। लोकतान्त्रिक प्रणालीको सुदृढीकरण एवं दिगोपना कायम गर्नका लागि के छ, नागरिक शिक्षा आवश्यक छ। त्यसैले व्यक्तिलाई आफ्नो अधिकारको प्रयोगसँगै अरूको अधिकारको सम्मान एवं कर्तव्यप्रति सचेत गराउनका लागि पनि के छ आवश्यक, नागरिक शिक्षा आवश्यक छ। नागरिकलाई सक्षम र विवेकशील बनाउनका लागि नागरिक शिक्षा आवश्यक छ। नागरिकमा आपसी सम्मान, सहअस्तित्व र सहिष्णुताको भावना विकास गर्नका लागि, अविभेद कायम गर्नका लागि के छ, नागरिक शिक्षा आवश्यक छ। समाजमा हुने विभेद र द्वन्द्वलाई न्यूनीकरण गर्नका लागि पनि के छ, नागरिक शिक्षा आवश्यक छ। भने शासन, विकास र सेवा प्रवाहमा सक्रिय सहभागिता अभिवृद्धि गर्नका लागि, नागरिकको सक्रियता अभिवृद्धि गर्नका लागि, सहभागिता अभिवृद्धि गर्नका लागि के छ, नागरिक शिक्षा आवश्यक छ। भने नेतृत्वलाई उत्तरदायी बनाउन भनेको उत्तरदायी नेतृत्वको निर्माण गर्नका लागि पनि के छ, नागरिक शिक्षा आवश्यक छ भनेर हामी के गर्न सक्छौँ, लेख्न सक्छौँ। नागरिक शिक्षा नागरिक सचेतना अभिवृद्धि गर्ने माध्यम हो। नागरिक शिक्षाले मानिसलाई असल, इमानदार र देशभक्त नागरिक बनाउन मुख्य भूमिका छ। भनेको नागरिक शिक्षाले नै वास्तवमा असल नागरिक निर्माण गर्ने हो है। तसर्थ यसका लागि राज्यले लगानी बढाउन आवश्यक छ। भनेको नागरिक शिक्षाको माध्यमबाट नै देशभक्ति कायम हुने हो, देशभक्ति निर्माण हुने हो, असल नागरिक निर्माण हुने हो, इमानदार नागरिक निर्माण हुने हो। त्यसैले राज्यले नागरिक शिक्षालाई उपेक्षा गर्ने होइन कि नागरिक शिक्षामा के गर्नुपर्छ, लगानी बढाउनु। तबै हामीले पढ्दाखेरि नैतिक शिक्षा भनेर एउटा विषय नै पढ्थ्यौँ 8 मा। अहिले नैतिक शिक्षा छैन र पुनः बहसमा के विषय आएको छ, नैतिक शिक्षा फेरि ल्याउनुपर्छ भनेर आएको छ नि त। नागरिक शिक्षा आफैमा के हो, महत्त्वपूर्ण छ है। अब लोकतन्त्रको सफलताका लागि आवश्यक पूर्व शर्तहरू उल्लेख गर्नुहोस् भनेको छ। सजिलो प्रश्न छ। शासित वर्गको सहमतिमा अथवा सम्मतिमा सञ्चालित शासन व्यवस्था के हो, लोकतन्त्र भनेको। तपाईँ हामीले आफ्नो सार्वभौम सत्ता प्रयोग गरेर हाम्रा नेताहरूलाई के गर्यौँ, भोट हाल्यौँ। ल हामी तपाईँहरूलाई भोट दिउँ, अब हामीलाई बाँध्ने कानुन तपाईँहरू बनाउनुहोस्, शासन सञ्चालन तपाईँहरू गर्नुहोस्, हामीले गलत गर्छौँ भने कारबाही गर्नुहोस् भनेर हामीले के गर्यौँ, अधिकार दियौँ नि त। हाम्रो सार्वभौम सत्ताको हामीले मताधिकार मार्फत के गर्यौँ, अधिकार हस्तान्तरण गर्यौँ। त्यही भएर शासित वर्गको सम्मतिमा सञ्चालित व्यवस्था के हो, लोकतन्त्र हो। यो एक उत्तम र उन्नत शासन व्यवस्था भए तापनि लोकतन्त्र आफैमा के हो, उत्तम शासन व्यवस्था हो। उन्नत शासन व्यवस्था भनेको विकसित अवधारणा हो।
तर यसको सफल सञ्चालन र सुदृढीकरण आफै हुँदैन। जति राम्रो भए पनि लोकतन्त्र, जति राम्रो शासकीय व्यवस्था भए पनि यसले आफैले नागरिकलाई खुसी दिँदैन, नागरिकमा समृद्धि ल्याउन सकिँदैन है, नागरिकमा सन्तुष्टि अभिवृद्धि गर्न सक्दैन। तसर्थ यसको सफल सञ्चालन परिमाणमुखी र कार्यान्वयन के छ आवश्यक छ, जसका लागि केही पूर्वाधार आवश्यक पर्छ। भनेको लोकतन्त्रलाई अझ बलियो बनाउन, सफल बनाउन, परिणाममुखी बनाउन, नतिजामुखी बनाउन, नागरिक मैत्री बनाउनका लागि के छन्, केही पूर्वाधारहरू आवश्यक पर्छन्, जुन देखाए बमोजिम छन्। अलिकति हामी के गर्यौँ, भूमिका बाँध्यौँ। र दोस्रोमा सार्वभौमसत्ता र सर्वोच्चता सम्पन्न नागरिक हुनुपर्छ। लोकतन्त्र छ भने नागरिकमा मताधिकार पनि नहुने, नागरिकका माग सम्बोधन पनि नहुने, नागरिकका भनाइ सुनवाई पनि नहुने हो भने त्यो लोकतन्त्र हुन सक्दैन है। त्यही भएर सार्वभौमसत्ता पनि नागरिकमा हुनुपर्छ, नागरिक सर्वोच्चता कायम हुनुपर्छ पहिलो। दोस्रोमा नागरिक शिक्षा र नागरिक सचेतना हुनुपर्छ। लोकतन्त्रलाई बलियो बनाउने कसले हो, नागरिकले हो। भने जब नागरिक नै अशिक्षित र सचेत छैनन् भने, शिक्षित छैनन् र सचेत छैनन् भने त्यहाँ के हुन सक्छ, निर्वाचनमा व्यापार बौलाउन सक्छ, जसले गर्दा लोकतन्त्र आफैमा धरापमा पर्न सक्छ। बुझ्नु नि, अहिले पनि हामी गाउँमा चुनावमा गयौँ भने राति भोट किनेरै भन्छौँ, के भन्छौँ होइन, त्यो के कारणले हो, नागरिक शिक्षा र नागरिक सचेतना कमजोर भएका कारणले हो कि, जसले गर्दा खराब व्यक्ति नेतृत्वमा पुग्ने र लोकतन्त्र नै धरापमा पर्न सक्ने अवस्था आउँछ। त्यही भएर लोकतन्त्र बलियो बनाउनका लागि नागरिक शिक्षा र नागरिक सचेतना आफैमा आवश्यक छ। अर्को पेरियोडिक इलेक्सन, आवधिक निर्वाचन हुनुपर्छ, जुन हाम्रो 5 वर्षमा हुने गरेको छ। त्यसैगरी स्वच्छ दलीय पद्धति हुनुपर्छ। एक दलले अर्को दलको अस्तित्व के गर्नुपर्छ, स्वीकार गर्नुपर्छ। दललाई नै हस्तक्षेप गरेर दलीय पद्धति नै हटाएर एक दलीय पद्धति कायम गरेर त्यो भयो भने के हुन्छ, नागरिकमा छनौटको अवसर हुँदैन, जसले गर्दा लोकतन्त्र धरापमा पर्छ। भने राजनीतिमा उच्च नैतिक स्तर हुनुपर्छ। भनेको उच्च नैतिकता केमा हुनुपर्छ, राजनीतिज्ञमा हुनुपर्छ, राजनीतिक दलहरूमा हुनुपर्छ। त्यसै गरी समानता एवं स्वतन्त्रता, सहिष्णुता र एकताको भावना हुनुपर्छ। केका लागि, लोकतन्त्र बलियो हुनका लागि। भने शान्ति सुव्यवस्था पनि कायम हुनुपर्छ। जब नागरिकले डर त्रासबाट मतदान गर्छ भने त्यसबाट गरिएको निर्मित लोकतन्त्र के हुँदैन, बलियो हुँदैन। भने इन्डिपेन्डेन्ट जुडिसियरी र इन्डिपेन्डेन्ट प्रेस हुनुपर्छ। जस्तो पत्रकार जगत पनि प्रेस हुनुपर्छ, सही र तथ्यमा आधारित पत्रकारिता हुनुपर्छ। भने न्यायालय पनि के हुनुपर्छ, डर, अभाव, दबाव र प्रभावबाट मुक्त हुनुपर्छ। न्यायालयले पनि स्वतन्त्र फैसला गर्न सक्ने अवस्था हुनुपर्छ। भने बालिग मताधिकार हुनुपर्छ, बहुमतको शासन र अल्पमतको कदर हुनुपर्छ। बुझ्नु नि, ओलिगार्ची भन्छौँ हामी, अल्पमतको शासन भन्छौँ, त्यस्तो हुनु हुँदैन। त्यसै गरी समानताको सिद्धान्तमा आधारित निर्वाचन प्रणाली हुनुपर्छ। भनेको दुई व्यक्तिले गरेको मतदानको मतभार फरक फरक हुँदैन, एउटै हुनुपर्छ। समानताको सिद्धान्तमा आधारित निर्वाचन प्रणाली हुनुपर्छ भन्छौँ। त्यसै गरी प्रोटेक्सन अफ इन्डिभिजुअल लिबर्टी भनेको व्यक्तिका नैसर्गिक अधिकारहरू, जीवन, स्वतन्त्रता र सम्पत्तिको के हुनुपर्छ, संरक्षण हुनुपर्छ। त्यसै गरी पावर डिसेन्ट्रलाइजेसन भनेको विकेन्द्रीकरण पनि हुनुपर्छ। भनेको अधिक केन्द्रीकरण भयो भने पनि त्यहाँ तानाशाही शैली प्रस्तुत हुन सक्छ। अधिक केन्द्रीकरण हुनु भएन, डिसेन्ट्रलाइज हुनु पर्यो। त्यसै गरी जनताको सहभागिता सुनिश्चित हुनु पर्यो, जनसहभागिताको सुनिश्चितता हुनु पर्यो है। भने सेपरेसन अफ पावर एन्ड चेक एन्ड ब्यालेन्स भनेको शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन हुनुपर्छ। भनेको जस्तो हाम्रा 3 अङ्ग हुन्छन्, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका हुन्छन् भने है, 3 अङ्ग बीचमा शक्ति पृथकीकरण पनि गरेको हुनुपर्छ। एक अङ्गले अर्को अङ्गलाई नियन्त्रण गर्न सक्ने मेकानिजम पनि के हुनुपर्छ, भएको हुनुपर्छ है। त्यसै गरी प्रोटेक्सन अफ ह्युमन राइट्स भनेको मानव अधिकारको संरक्षण हुनुपर्छ। कानुनको, रुल अफ ल भनेको कानुनको शासन स्थापित हुनुपर्छ, विधिको शासन हुनुपर्छ। अनि शासकीय गतिविधिमा पारदर्शिता र नेतृत्वमा के हुनुपर्छ, उत्तरदायित्व हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण हुनुपर्छ र स्वतन्त्र नागरिक समाज हुनुपर्छ। दलीय पद्धतिमा आधारित नागरिक समाज छ भने उसले स्वतन्त्र बहस पैरवी गर्न सक्दैन, स्वतन्त्र निगरानी गर्न सक्दैन, जसले गर्दा लोकतन्त्र कमजोर हुन्छ। त्यही भएर नागरिक समाज पनि के हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ भनेर हामी लेख्न सक्छौँ। अब निष्कर्षमा जाउँ। लोकतन्त्र नागरिक मैत्री शासन व्यवस्था हो जसले नागरिकहरूमा उच्च नैतिक एवं लोकतान्त्रिक संस्कारको खोजी गर्छ। भनेको लोकतन्त्र नागरिक मैत्री शासन व्यवस्था हो, तर लोकतन्त्र कस्तो बनाउने भन्ने पूर्ण अधिकार, पूर्ण शक्ति कहाँ हुन्छ, नागरिकमै हुन्छ। त्यही भएर लोकतन्त्र बलियो बन्नका लागि नागरिकमा उच्च नैतिक संस्कारको खोजी गरिन्छ। त्यसैले माथि उल्लेखित पूर्व शर्तको परिपालना मार्फत लोकतन्त्रलाई सुदृढ गर्नु के छ, आवश्यक छ। भनेको लोकतन्त्र आफैमा के हो, उन्नत व्यवस्था हो, यसलाई अझै सुदृढ गर्नुपर्छ भन्ने आशयले हामीले के गर्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ है। के छ यसमा नबुझेको? अब प्रश्न नम्बर 9 मा जाउँ। नेपालको वर्तमान संविधानका प्रमुख विशेषताहरू बुदागत रूपमा प्रस्तुत गर्नुहोस् भनेको छ है।
प्रमुख विशेषता भनिसकेपछि यो प्रश्न एकदम सजिलो प्रश्न हो। यसमा हामीले टाइम म्यानेजमेन्टमा ध्यान दिनुपर्छ। 5 नम्बर छ भने 10-11 वटा बुँदा लेख्दा हाम्रो पुग्छ है। त्यसको शासन सञ्चालन गर्ने मार्गदर्शक सिद्धान्तहरूको संग्रह संविधान हो। संविधान राज्य सञ्चालनलाई व्यवस्थित गर्ने देशको मूल कानुन भएको यसलाई मदर अफ ल पनि भनिन्छ। नेपालको वर्तमान संविधानका प्रमुख विशेषताहरू देखाए बमोजिम रहेका छन् भनेर हामी थोरै भूमिका बाँधेर गयौँ, डाइरेक्ट प्रश्नमा गयौँ। संविधान सभाबाट जारी भएको पहिलो संविधान हो नेपालको पहिलो विशेषता। नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता है, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ता प्रतिकूल नहुने गरी यी बाहेक अन्य विषय संशोधन गर्न सकिने प्रावधान छ भनेको नेपालको संविधान लचिलो संविधान छ, जुन धारा 274 को एक बाहेक अरू संशोधन गर्न सकिन्छ भनेर हामी भन्न सक्छौँ। त्यसैगरी केन्द्रीय संसद 2 सदनात्मक, प्रदेश र स्थानीय तहमा 1 सदनात्मक के छ व्यवस्थापिका छ है। त्यसैगरी धार्मिक स्वतन्त्रता सहितको धर्मनिरपेक्षता के हो अर्को प्रमुख विशेषता हो। समावेशी प्रतिनिधित्वको व्यवस्था छ, प्रत्यक्ष निर्वाचन र समानुपातिक पद्धति छ है। भने सार्वभौम सत्ता जनतामा के छ निहित छ भने संसदीय व्यवस्था तर प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने तथा 2 वर्ष नपुग्दै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजान नपाइने व्यवस्था के छ। यसलाई हामी सुधारिएको संसदीय प्रणाली भन्छौँ। भने सर्वोच्च अदालतमा संवैधानिक इजलासको व्यवस्था छ। जनमत संग्रह सम्बन्धी के छ व्यवस्था छ। भने कानुनको शासन, आवधिक निर्वाचन, मौलिक तथा मानव अधिकार, प्रेस स्वतन्त्रता जस्ता लोकतान्त्रिक मूल्य मान्यता के गरेको छ नेपालको वर्तमान संविधानले अंगीकार गरेको छ। एकात्मक ढाँचाको के छ न्यायपालिका छ, मिश्रित निर्वाचन प्रणाली छ है। भने राज्यका निर्देशक सिद्धान्त तथा 13 वटा प्रमुख नीतिको के छ व्यवस्था छ। त्यसैगरी शक्ति सन्तुलन र नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका सहित विभिन्न 13 वटा संवैधानिक निकायको प्रावधान पनि कसले राखेको छ वर्तमान संविधानले राखेको छ। अविशिष्ट अधिकार केमा छ संघमा रहने धारा 58 यहाँले हेर्नु भएकै होला। भने 31 वटा मौलिक हकको व्यवस्था रहेको छ भनेर हामी मुख्य विशेषता लेख्यौं। संविधान सभाबाट निर्मित नेपालको वर्तमान संविधान एक लचक संविधान हो भनेको धारा 274 को एक भन्दा अरु सबै संशोधन हुन सक्छ भनिसकेपछि एक लचक संविधान हो जसमा समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता प्रमुख विशेषता रहेका छन् भनेर हामी के गर्न सक्छौं लेख्न सक्छौं। हाम्रा मेन विशेषता भनेको यिनी चारवटा समावेशिता, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता के हुन् हाम्रो संविधानका मूल क्यारेक्टर हुन् है। मूल विशेषता भनेका यिनी चारवटा पोइन्ट हुन् है। ल विद्युतीय शासनको महत्त्व बारे उल्लेख गर्नुस् भनेको छ 10 नम्बर प्रश्नले। सरकारले उल्लेखित सूचना तथा सञ्चार प्रविधिहरूको भनेको यो हटाइदिँदा हुन्छ। सरकारले सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी आफ्ना काम कारबाहीलाई खुला, पूर्वानुमानयोग्य, उत्तरदायी, कुशल र प्रभावकारी बनाएको अवस्था विद्युतीय शासन हो। भनेको सरकारले विद्युतीय माध्यम र उपकरणको प्रयोग गरेर नागरिकलाई सेवा प्रवाह गरेको, शासकीय क्रियाकलाप सञ्चालन गरेको अवस्था के हो विद्युतीय शासन हो है। अब यसको महत्त्वलाई देखाए बमोजिम प्रस्तुत गरिएको छ भन्दा हामी के गर्न सक्छौं डाइरेक्ट प्रश्नमा जान सक्छौं। किन हाम्रो महत्त्वमा के छ बढी अंकबार छ। यसमा भूमिका मात्रै बाँधेको। संगठन संरचना र कार्यप्रणालीमा रूपान्तरण गर्न। जब विद्युतीय शासन स्थापित हुन्छ वर्तमान पिरामिड टाइपको संगठन संरचना केमा जान्छ मैट्रिक्समा जान्छ, फ्ल्याटमा जान्छ। त्यही भएर संगठन संरचनामा रूपान्तरण हुन्छ। जब संगठन संरचनामा रूपान्तरण हुन्छ कार्यप्रणालीमा पनि के हुन्छ रूपान्तरण हुन्छ। निर्णयकी प्रक्रिया के हुन्छ छिटो हुन थाल्छ हैन, जसले गर्दा के हुन्छ कार्यप्रणालीमा रूपान्तरण हुन थाल्छ है। त्यसैगरी कार्य सञ्चालन र सेवा प्रवाह प्रणालीमा नवीनता र सृजनशीलता ल्याउन भनेको कार्य सञ्चालन र सेवा प्रवाहमा पनि के आउँछ नवीनता आउँछ, सृजनशीलता आउँछ, शीघ्रता आउँछ। भने सेवाको गुणस्तर, पहुँच र समय र लागतमा सुधार गर्न। गुणस्तर अभिवृद्धि हुन्छ, पहुँच अभिवृद्धि हुन्छ, समय न्यूनीकरण हुन्छ, समयमा कटौती आउँछ, समय कम लाग्छ भने लागत पनि के हुन्छ कम लाग्छ है। क्युक्युटिसी भनेर हामी पढेकै छौँ। सार्वजनिक निकायको पारदर्शिता र उत्तरदायित्वमा अभिवृद्धि गर्न भनेको पारदर्शिता प्रवर्धन हुन्छ। पारदर्शिताले के गर्छ उत्तरदायित्वको खोजी गर्छ भनिसकेपछि पारदर्शिता सँगसँगै उत्तरदायित्व जोडिएर आउँछ। सूचना र सेवामाथिको नागरिक पहुँचमा के गर्न अभिवृद्धि गर्न। निर्णयका तहहरूमा कटौती एवं कामको दोहोरोपनाको अन्त्य गर्न। सरकार र नागरिक बीचको अन्तर्सम्बन्धको स्वरूपमा के गर्न परिवर्तन गर्न भनेको अब नागरिकले डिजिटल प्लेटफर्म मार्फत नै सरकारसँग जनसम्पर्क स्थापित गर्न सक्ने भयो, गुनासो गर्न सक्ने भयो है। नागरिकले विद्युतीय प्लेटफर्म मार्फत नै सरकारका काम कारबाहीको मूल्याङ्कन समेत गर्न सक्ने अवस्था रहन सक्छ। त्यसैगरी नागरिक सचेतना र सशक्तिकरणमा अभिवृद्धि गर्न भनेको नागरिक
विद्युतीय माध्यमको प्रयोगबाट के हुन्छ, नागरिकहरूले सूचना प्राप्ति गर्छन्, नागरिकमा निगरानी बढ्छ है, अनि सशक्तिकरण पनि के हुन्छ, ज्ञानसँगै सशक्तिकरण पनि बढ्छ। भ्रष्टाचार र अनियमितता न्यूनीकरण गर्नु। जब पारदर्शिता हुन्छ, सनसाइन किल्स द जर्म्स भन्छौँ नि हामी, त्यस्तै अनियमितता र भ्रष्टाचार पनि के हुन्छ, स्वत न्यूनीकरण हुन्छ। नागरिक सन्तुष्टि र उनीहरूको सरकारप्रतिको विश्वासमा वृद्धि हुन्छ। जस्तो तपाईहरुलाई लाइसेन्स लिन 1 वर्ष लाग्थ्यो, ढड्डा पल्टाउनु पर्थ्यो। अब तपाईहरु गएर लाइन 1 दिनमा लाइसेन्स पाउनु भने सरकारले तपाईले के गर्नुहुन्छ, तपाई आफूमा सन्तुष्टि बढ्छ, नागरिकले तपाईले सरकारलाई भन्छ थ्यांक यू, वाओ, गुड भन्नुहुन्छ नि है। त्यही भएर नागरिकको विश्वासमा वृद्धि गर्नका लागि पनि के छ, विद्युतीय शासन महत्त्वपूर्ण हो। सार्वजनिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न भनेको सार्वजनिक क्षेत्रले पनि होटलको जस्तो सेवा है, अनि बैंकको जस्तो सर्भिस दिन सक्ने अवस्था रहन्छ। केको माध्यमबाट, विद्युतीय माध्यमबाट है। भने निकायको उत्पादन र उत्पादकता अभिवृद्धि। जब सबै चीज म्यानेज हुन्छ नि, उत्पादन र उत्पादकता स्वत के हुन्छ, अभिवृद्धि हुन्छ भनेर हामी के गर्न सक्छौँ, लेख्न सक्छौँ। लाइनमा हैन, अनलाइनमा सेवा एवं सेवाको वरिपरि जनता नभई जनताको वरिपरि सेवा र सरकारको उपस्थिति पुर्याउन विद्युतीय शासन महत्त्वपूर्ण छ। भनेको अब लाइनमा लागेर सेवा लिने हैन कि अनलाइनमा के गर्नुपर्छ, सेवा दिनुपर्छ, मोबाइल सर्भिस दिनुपर्छ। अब सेवाको वरिपरि जनता लाइन लागेर बस्ने होइन कि जनताको वरिपरि सेवा हुनुपर्छ। तपाईको गोजामा मोबाइल छ भने तपाईको हातमा सेवा हुनुपर्छ। त्यसका लागि के छ, विद्युतीय शासन महत्त्वपूर्ण छ। यसका लागि पूर्वाधार निर्माण र डिजिटल लिटरेसी अभिवृद्धि गर्नु आवश्यक छ। भनेको सरकारले विद्युतीय माध्यमबाट सेवा दिन्छु भनेर मात्रै भएन, त्यसका लागि पूर्वाधार निर्माण गर्नुपर्छ, सेक्युरिटी मेकानिजम क्रिएट गर्नु पर्यो है। अनि नागरिकहरुमा डिजिटल लिटरेसी पनि के गर्नुपर्छ, अभिवृद्धि गर्नु आवश्यक छ भनेर हामी के गर्न सक्छौँ, लेख्न सक्छौँ है। ल अब 11 नम्बरमा जाउँ। नजिर भन्नाले के बुझ्नुहुन्छ, यसलाई किन कानुनको स्रोत भनिएको स्पष्ट पार्नुहोस् भनेको छ। कानुनी रिक्तता, अस्पष्टता तथा दुविधामा सक्षम अदालतले कानुनको व्याख्या गरी प्रतिपादन गरेको सिद्धान्त नै के हो, नजिर हो। भनेको कानुनको रिक्तता भएको अवस्थामा, अस्पष्टता भएको अवस्थामा अथवा दुविधा भएको अवस्थामा सक्षम अदालतले कानुनको व्याख्या गरेर प्रतिपादन गरेको सिद्धान्त के हो, नजिर हो। यो अदालत निर्मित सिद्धान्त के हो, नजिर हो। यसलाई पास्ट इन्स्टेन्स, यो के हो, नजिर आफैमा पास्ट इन्स्टेन्स हो। अदालतले न्याय सम्पादनको सिलसिलामा प्रतिपादन गरेको न्यायिक सिद्धान्तलाई के भनिन्छ, नजिर भनिन्छ। तसर्थ पछि आइपर्ने समान प्रकृतिका मुद्दामा निर्णयको औचित्य पुष्टिका लागि अवलम्बन गर्न सकिने गरी अघिल्ला मुद्दामा उच्चतम अदालतबाट भएको निर्णय के हो, नजिर हो। भनेको नेपालमा कसले गर्छ, सर्वोच्च अदालतले नजिर प्रतिपादन गर्छ हैन। त्यो नजिर मातहतका अदालतमा के हुन्छ, लागू हुन्छ हैन। नजिर कानुनी विवादको सम्बन्धमा प्रतिपादित सिद्धान्त हो। उच्च तहको अदालतबाट भएको न्यायिक निर्णय वा प्रतिपादित सिद्धान्त मातहत अदालत वा न्यायिक निकायका लागि त्यस्तै कानुनी विवाद र तथ्य भएको मुद्दाको निर्णय गर्दा पालना गर्नुपर्छ भन्ने नजिरको के हो, सिद्धान्त भनेको नजिर समान प्रकृतिका मुद्दामा लागू हुनुपर्छ, एउटै प्रकृतिका मुद्दामा फरक फरक फैसला हुनु हुँदैन भनेर के गरिन्छ, नजिर प्रतिपादन गरिन्छ। यसलाई कानुनको प्राथमिक स्रोत मानिन्छ। विश्वका प्रमुख कानुन प्रणालीहरूमध्ये कमन ल प्रणालीमा नजिरलाई के गरिन्छ, कानुनको महत्त्वपूर्ण आधिकारिक स्रोत मानिन्छ। नेपालमा पनि यसै कानुन प्रणालीबाट, नेपाल पनि के हो, कमन ल सिस्टममा आधारित मुलुक हो। त्यही भएर नेपालमा पनि नजिर के छ, आफैमा महत्त्वपूर्ण मानिन्छ। नजिरलाई कानुनको मुख्य स्रोत मानिनुका कारणहरू यस प्रकार रहेका छन् भनेर लेख्न सक्यो। अदालतले मुद्दाको रोहमा अस्पष्ट कानुनको उचित अर्थ लगाई नजिरको रूपमा के गर्छ, स्थापित गर्छ। भनेको अस्पष्ट कानुनमा रहेको अस्पष्टता र दुविधालाई के गर्छ, स्पष्ट व्याख्या गर्छ। त्यसलाई हामी के भन्छौँ, त्यही भएर कानुनको स्रोत मानिन्छ। कानुनमा नसमेटिएको नयाँ विषय वा विवाद आउँदा अदालतले नजिर प्रतिपादन गरी कानुनी रिक्तताको पूरा गर्छ। भनेको कानुन नभएको अवस्थामा पनि के गर्छ, कानुनी रिक्तताको पूरा गर्छ र पछि नजिर आधार मानेर व्यवस्थापिकाले के गर्न सक्छ, कानुन बनाउन सक्छ। त्यही भएर यसलाई नजिरलाई कानुनको स्रोत मानिन्छ। समान प्रकृतिका मुद्दामा फरक फरक फैसला हुन नदिन नजिरले मार्गदर्शन अथवा मार्ग निर्देश गर्ने हुँदाखेरि भनेको एउटै प्रकृतिका मुद्दामा कानुनमा एकरूपता पनि त हुनुपर्छ नि त, न्यायिक फैसलामा एकरूपता हुनुपर्छ, जुन ल्याउनका लागि के छ, नजिर आवश्यक छ। त्यही भएर नजिरलाई कानुनको स्रोत मानिन्छ। मुलुकको सर्वोच्च अदालतबाट स्थापित हुने र तल्ला अदालतलाई पनि बाध्यकारी हुने हुँदा भनेको सर्वोच्च अदालतबाट, सक्षम अदालतबाट के हुन्छ, प्रतिपादन हुन्छ, जुन मातहतका निकायलाई पनि समान रूपमा लागू हुन्छ, बाध्यकारी रूपमा लागू हुन्छ। त्यही भएर यसलाई के भन्छ, कानुनको स्रोत भनिन्छ। यसले न्यायाधीशहरूलाई कानुनको स्वेच्छाचारी व्याख्या गर्नबाट रोक लगाई न्यायिक स्वच्छता कायम गराउनु भएकोले भनेको न्यायाधीशहरूले फरक फरक तरिकाले व्याख्या गर्न नपाउन्, न्यायिक एकरूपता कायम होस्, न्यायिक स्वच्छता कायम होस् भनेर
न्यायाधीशहरूको स्वेच्छाचारी प्रवृत्ति रोक्ने हुँदाखेरि के हुन्छ, यसलाई कानुनको स्रोत मानिन्छ भने न्यायिक एकरूपता कायम गर्ने भएकोले पनि यसलाई के गरिन्छ, कानुनको स्रोत भनिन्छ। अर्को कुरा थप्न सक्नुहुन्छ, व्यवस्थापिकालाई कानुन निर्माण गर्नुपर्ने आवश्यकता पहिचान गरिदिने भएकोले पनि के हुन्छ, नजिर आवश्यक हुन्छ है। नजिरलाई कानुनको स्रोत रूपमा हेरिन्छ। कानुनको निर्माण र विकासमा न्यायिक निर्णयहरूको भूमिका महत्त्वपूर्ण हुन्छ र न्यायिक निर्णयको रूपमा रहेको नजिरलाई कानुन निर्माणमा आधारित कार्यान्वयन योग्य, आवश्यक र शीघ्र कानुन निर्माण गर्न सक्छ भनेको जब अदालतले प्रतिपादन गरेको नजिर हुन्छ त्यसलाई कानुनी रूप दिन पर्यो भने व्यवस्थापिकाले धेरै समय लागत खर्च गर्नु पर्दैन। जुन नजिर आफैमा कार्यान्वयन योग्य कानुन बन्छ र व्यवस्थापिकाबाट हुन सक्ने न्यायिक त्रुटिहरू पनि के हुन्छन्, कम हुन्छन् भनिसकेपछि नजिर कानुनको रूपमा एउटा भरपर्दो स्रोतको रूपमा के गरेको हुन्छ, रहेको हुन्छ, जसले न्यायिक एकरूपता कायम गर्छ, न्यायाधीशहरूलाई स्वेच्छाचारी हुनबाट रोक्छ है। अनि पछाडिका मुद्दाको फैसला पनि के हुन सक्छ, फास्ट हुन सक्छ। के का कारणले, नजिरका कारणले है। त्यही भएर नजिरलाई कानुनको स्रोतको रूपमा लिइन्छ भनेर हामी के सक्छौँ, लेख्न सक्छौँ। भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानुनी र संस्थागत प्रबन्ध हुँदाहुँदै पनि नेपालमा भ्रष्टाचार नियन्त्रण हुन नसक्नुका कारणहरू उल्लेख गर्दै भ्रष्टाचार निवारणका उपाय समेत उल्लेख गर्नुहोस् भनेको छ। यो सजिलो प्रश्न छ। व्यक्तिगत हित वा स्वार्थपूर्तिका लागि सार्वजनिक ओहदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी गर्नु तथा आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु के हो, भ्रष्टाचार हो। नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त कानुनी र संस्थागत प्रबन्ध हुँदाहुँदै पनि भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन, जसका पछाडि निम्न कारण विद्यमान रहेको पाइन्छ भनेर हामी के गर्यौँ, एक लाइन परिभाषा लेखेर डाइरेक्ट प्रश्नमा लिङ्क गर्यौँ है। अब हामी कारणहरूलाई क्लस्टर गरेर लेख्न सक्छौँ। पहिलो कारण छ नीतिगत कारणले नेपालमा भ्रष्टाचार न्यूनीकरण हुन सकेको छैन। नीतिमा राखिएका व्यवस्था स्पष्ट नहुँदा गलत व्याख्या गरी भ्रष्टाचार गर्ने प्रवृत्ति छ भनेको लुप होलहरू के छन्, बढी छन् नीतिमा, जसले गर्दा आफू अनुकूल व्याख्या गर्ने प्रवृत्ति छ है। जस्तो निर्वाचन ऐनमा रहेको सोझै खरिदको प्रावधानको गलत व्याख्या गरी अरबौं रकमको खरिद हुने गरेको। जस्तो हामी सार्वजनिक खरिद ऐनले के भन्छ, 10 लाख रुपियाँसम्मको सोझै खरिद गर्न सकिन्छ, औषधि हो भने 25 लाखसम्म खरिद गर्न सकिन्छ, घरेलु माल सामान 25 लाखसम्म खरिद गर्न सकिन्छ भन्छ नि त। तर निर्वाचन ऐनको दफा 38 हेर्नुभयो भने निर्वाचनको अवस्थामा भइपरि आउने अवस्थामा सोझै खरिद गर्न सकिने, खरिद कानुन आकर्षित नहुने भनिदिन्छ। त्यसलाई टेकेर के गरिन्छ, निर्वाचनमा हुने अर्बौंको सामान के गरिन्छ, सोझै खरिद गरिन्छ, जसमा भ्रष्टाचार हुने सम्भावना के हुन्छ, बढी हुन्छ। कर्मचारीको नियतलाई नीतिमा व्याख्या गर्न सकिँदैन। जति राम्रो तरिकाले कानुन बनाए पनि व्यक्तिको नियत कस्तो छ त्यसलाई नीतिमा प्रदर्शन गर्न सकिँदैन, नीतिमा कोड गर्न सकिँदैन। त्यही भएर भ्रष्टाचार कमी हुन सकेको छैन है। भने नेपाली सेना, अदालत, मन्त्री परिषदका निर्णय निजी क्षेत्र र गैर सरकारी संस्थालाई आयोगको क्षेत्राधिकारमा नसमेटिनु। जस्तो अहिले पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना भित्र भएको भ्रष्टाचारमा छानबिन गर्न पाउँदैन, अदालत भित्र भएको भ्रष्टाचारमा छानबिन गर्न पाउँदैन, मन्त्री परिषदका नीतिगत निर्णयमा छानबिन गर्न पाउँदैन। पछिल्लो समय 1-2टा केसमा बल्ल छानबिन गर्दैछ। निजी क्षेत्रमा भएको भ्रष्टाचारमा छानबिन गर्न पाउँदैन, गैर सरकारी क्षेत्रमा भएको भ्रष्टाचारमा छानबिन गर्न पाउँदैन भने एउटा सार्वजनिक क्षेत्रको मात्रै छानबिन गरेर के हुँदैन, भ्रष्टाचार निर्मूलन हुँदैन। किन? सबैभन्दा ठुला जहाँ बढी भ्रष्टाचार हुन सक्छ ती क्षेत्र नै के छन्, बाहिर छन्, अनुसन्धानको बाहिर छन्, जसले गर्दा भ्रष्टाचार कम हुन सकेको छैन है। त्यसैगरी आर्थिक कारणमा हामी हेर्न सक्छौँ, बढ्दो महँगी र न्यून पारिश्रमिक, दिन प्रतिदिन महँगी बढ्दै जाने र सार्वजनिक पदाधिकारीहरूको पारिश्रमिक न्यून हुने हुँदाखेरि दैनिक जीवनयापनका लागि पनि पेटी करप्सन हुने गरेको अवस्था के छ, विद्यमान छ। ठुलो परिणाममा रहेको अनौपचारिक अर्थतन्त्र र आर्थिक गतिविधिहरू भनेको हाम्रो ठुलो परिणाममा के छ, अझै पनि अर्थतन्त्र के छ, अनौपचारिक छ। आर्थिक गतिविधिहरू के छन्, अनौपचारिक छन्। तिनीहरू औपचारिक दायरामा आउन सकेका छैनन्, जसले गर्दा के छ, भ्रष्टाचार मौलाइँदै गएको छ, कमी हुन सकेका छैन। त्यसैगरी सामाजिक सांस्कृतिक कारण पनि के छन्, विद्यमान छन्। जस्तो खर्चिलो सामाजिक व्यवहार, तडक बडक चकोडबाजी भनेको हाम्रो समाज कस्तो भयो भने तडक बडक सक्छ भने होडबाजी, खर्च सबै लिगल वेबाट नकमाइन सक्छ, त्यसका लागि व्यक्तिले भ्रष्टाचार गर्न सक्छ भनेको खर्चको छ, भ्रष्टाचार बढाएको छ। त्यसैगरी नागरिक जागरण एवं नागरिक समाज र आम सञ्चारको कमजोर उपस्थिति, नागरिकमा पनि अझै के छ, सचेतना कमजोर छ, आम सञ्चारको भूमिका कमजोर छ, नागरिक समाजको भूमिका कमजोर छ, जसले गर्दा भ्रष्टाचार कमजोर हुन सकेन।
त्यसै गरी भ्रष्टाचारले टाढा हुँदा गाली नजिक हुँदा ताली गर्ने सामाजिक संस्कार छ। अहिले पनि समाजमा त्यसै गरी अर्को हामी कुरा भन्न सक्छौँ समाजको संरक्षण। जति सम्पत्ति कमायो उति इज्जत गर्ने तर स्रोत नखोज्ने बानी छ। हामी अहिले पनि हेर्नुहोस्, तपाईँले कसैलाई भ्रष्टाचारी भन्दै हुनुहुन्छ भने टाढा छँदाखेरि भन्नुहुन्छ, नजिक आउँदा जी हजुर नमस्कार गर्नुहुन्छ कि। हाम्रो यो संस्कार भयो। समाजमा कसैले 5 तले घर बनायो भने वा कति राम्रो, उसलाई हामी दिनदिनै बाटा भेट्दा नमस्कार गर्न थाल्यौँ, उसित सङ्गत गर्न थाल्यौँ, उसित नजिक बन्न पायो भने त भन्न थाल्यौँ। तर उसले कमाएको स्रोत के छ त भनेर हामी खोज्न थाल्यौँ। समाजले के गर्यो? भ्रष्टाचारले नै संरक्षण गर्यो। त्यही भएर भ्रष्टाचार न्यूनीकरण हुन सकेन भनेर हामी देख्न सक्छौँ है। त्यसै गरी राजनीतिक कारण पनि के छ? विद्यमान छ। राजनीतिक दलभित्र आफैमा के छ? आइव्यय के छ? अपारदर्शी छ। राजनीतिक तहबाट भ्रष्टाचार जन्य गतिविधिमा के छ? संरक्षण छ। अनि राजनीतिक अस्थिरता र भागबण्डाको संस्कृति भयो भनेको एकजना तेरो व्यक्ति एकजना मेरो व्यक्ति भन्ने प्रवृत्ति भयो। यो पालि तैँले सरकार चलाउने, अर्को पालि मैले सरकार चलाउने, यो निकाय तेरो यो निकाय मेरो भन्ने के भयो? संस्कृति भयो। जसले गर्दा आफैमा के भयो? भ्रष्टाचार मौलाएर गयो। भ्रष्टाचार न्यूनीकरण हुन सकेन है। त्यसै गरी संस्थागत कारण पनि विद्यमान हुन्छ। संस्थागत कारणले पनि भ्रष्टाचार भएको छ। जस्तो ओभरसाइट एजेन्सीको कमजोर भूमिका, जस्तो हाम्रो सतर्कता केन्द्र है, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक जस्ता निकायको के भयो? कमजोर भूमिकाका कारणले पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेन। जटिल संगठन संरचना, हाम्रो संगठन संरचना के भयो? पिरामिड स्वरूपको भयो। निर्णयका तहहरू बढी भए, जसले गर्दा बढी समय लाग्ने, बढी प्रक्रियामुखी कार्यशैली हुँदाखेरि पनि के भएको छ? भ्रष्टाचार न्यूनीकरण हुन सकेका छैन। त्यसै गरी गोपनीयतामुखी कार्यशैली भनेको गोपनीयतामा रमाउने कार्यशैली के भयो? हाम्रो सार्वजनिक प्रशासकहरूको रहँदाखेरि पनि भ्रष्टाचार न्यूनीकरण हुन सकेन है। अब अन्य कारणहरूमा शून्य सहनशीलताको नारामै मात्र सीमित भयो कि। हाम्रो शून्य सहनशीलता भन्छौँ, त्यो बोल्दाखेरि राम्रो नारा देखियो तर कार्यान्वयनमा आउन सकेन। त्यसै गरी अर्को नैतिक मूल्य मान्यता र नैतिकतामा आएको रास, नैतिकतामा आएको खडेरी। व्यक्ति नैतिकवान भयो भने आफैमा के हुन्छ? भ्रष्टाचार हुँदैन, आर्थिक अपचलन हुँदैन, अधिकारको दुरुपयोग हुँदैन। तर व्यक्ति के भयो? नैतिकवान बन्न सकेन। नैतिकता र सदाचारितामा आएको खडेरीका कारणले पनि के छ? भ्रष्टाचार बढ्दै गएको छ है। नेपालमा भ्रष्टाचार न्यूनीकरण नहुनुमा नीतिगत, राजनीतिक, आर्थिक, सामाजिक र नैतिक कारण विद्यमान रहेका अवस्थामा आगामी दिनमा भ्रष्टाचार न्यूनीकरण गर्न, आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि निम्न उपायहरू अवलम्बन गर्नुपर्दछ भनेर हामी के छौँ? लेख्न सक्छौँ है। नीतिगत सुधार, पहिलो हाम्रो के हो? नीतिगत सुधार नै गर्नुपर्ने हुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐन तथा अन्य सम्बद्ध कानुन संशोधन गर्दै निजी तथा गैर सरकारी क्षेत्रको भ्रष्टाचारलाई के गर्ने? कानुनको दायरामा ल्याउनुपर्छ। अब पछिल्लो समय यो विषय पनि उठिरहेको छ भनेको अब निजी क्षेत्रमा पनि अख्तियारले प्रवेश गर्न पाउनुपर्छ, छानबिन गर्न पाउनुपर्छ। अझ भन्ने हो भने अदालत, नेपाली सेना, मन्त्री परिषदका निर्णयमा समेत अख्तियार प्रवेश गर्न पाउने कानुनी व्यवस्था गर्नुपर्छ भनेर हामी भन्न सक्छौँ। त्यसै गरी कानुनमा भएका लुपहोलहरू, छिद्रहरूको के गर्नुपर्छ? व्यवस्था हटाउनुपर्छ। जस्तै निर्वाचनको सोझै खरिदको व्यवस्था, समाज कल्याण परिषद ऐनको आफ्नो व्यवस्था जस्ता विषयहरू के गर्नुपर्छ? हटाउनुपर्छ। त्यसै गरी भ्रष्टाचार सम्बन्धी उजुरीकर्ता, साक्षी, विशेषज्ञ, अनुसन्धानकर्ता, पीडित र सूचनादाताको संरक्षण, स्वार्थको द्वन्द्व व्यवस्थापन लगायतका नयाँ कानुन तर्जुमा गरी कार्यान्वयन गर्नु आवश्यक छ। जस्तो अहिले स्वार्थको द्वन्द्व सम्बन्धी कानुन बनाउने भनेर अहिलेको बजेटमा पनि आएको छ नि त है। त्यही भएर यी नयाँ कानुनहरू पनि बनाउनु पर्ने आवश्यकता छ। नीतिगत सुधारमा हामी 3टा मुद्दा लिन सक्छौँ। त्यसै गरी राजनीति र निर्वाचनमा गर्नुपर्ने सुधार है। हाम्रो निर्वाचनमा अधिक खर्च घोडबाजी भयो र निर्वाचित भएर गएको पदाधिकारीले पछि आफ्नो निर्वाचन खर्च उठाउनका लागि पनि भ्रष्टाचार गर्ने अवस्था सिर्जना भयो कि। त्यही भएर निर्वाचन प्रणालीमा पनि के गर्नुपर्ने हुन्छ? सुधार गर्नुपर्ने हुन्छ है। राजनीतिक दलको आय व्ययको नियमित लेखापरीक्षण गराई सार्वजनिक गर्ने व्यवस्था गर्ने भनेको राजनीतिक दलमा कहाँबाट पैसा आउँछ, वर्षमा कति खर्च हुन्छ भन्ने पारदर्शी आर्थिक कारोबार गर्ने र लेखापरीक्षण गर्ने व्यवस्था आउनुपर्छ। जस्तो अहिलेको बजेटमा हेर्नुभयो भने राष्ट्रिय राजनीतिक दलहरूलाई सरकारले अनुदान दिने र त्यो अनुदानको लेखापरीक्षण कसले गर्ने? मलेपलले गर्ने भनेर व्यवस्था आएको छ नि त अहिले। भनेको अब राजनीतिक दलहरूलाई अनावश्यक रूपमा निजी क्षेत्रबाट चन्दा आतंक गर्ने, पैसा माग्ने र ती चन्दा दिनेहरूलाई स्वार्थपूर्तिका लागि सहजीकरण गर्ने अवस्था नआओस् भनेर के हुन्छ? आय व्ययलाई पारदर्शी बनाउनुपर्छ भनिन्छ। राजनीतिक दलका पदाधिकारीका लागि आचार संहिता के गर्ने? लागू गर्ने। अनि भ्रष्टाचार विरुद्ध साझा राजनीतिक प्रतिबद्धता के गर्ने? निर्माण गर्ने। भनेको भ्रष्टाचार निर्माण गर्ने एउटा राजनीतिक दलको मात्रै जिम्मेवारी होइन, सबै राजनीतिक दलबिचमा प्रतिबद्धता कायम गर्नुपर्छ। त्यसैगरी सार्वजनिक प्रशासन र सेवा प्रवाहमा गर्नुपर्ने सुधार,
सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्ने गराउने भन्न सकियो। त्यसैगरी सबै सरकारी भुक्तानीलाई क्रमशः अनिवार्य भुक्तानी विद्युतीय भुक्तानी प्रणालीमा के गर्ने रूपान्तरण हुन्छ। जहाँ क्यास कारोबार हुन्छ त्यहाँ आर्थिक अपचलन हुने सम्भावना के हुन्छ बढी हुन्छ भने सोझै नगदमा अनुदान दिने कार्यलाई बन्द गर्ने। जस्तो हाम्रो कृषिमा जाने अनुदानहरू हुन्छ नि त, त्यो अनुदान दिँदाखेरि सोझै अनुदान दियो भने के हुन्छ दुरुपयोग हुन्छ। तर अनुदान दिने ठाउँमा किसानलाई अनुदान दिने ठाउँमा मल दियो, मल त दुरुपयोग हुने सम्भावना कम हुन्छ नि त। भनिसकेपछि सोझै अनुदानलाई के गर्नुपर्छ निरुत्साहित गर्नुपर्छ। सरुवा होइन कसुर परेको भएमा नियमअनुसार के गर्नुपर्छ कारबाही गर्ने। सजाय दिनु पर्यो भने कर्मचारीलाई सरुवा गर्ने, डाँफे सरुवा, गैँडा सरुवा भन्छौँ, त्यस्तो सरुवा गरेर हुँदैन। अब कारबाही गर्नुपर्छ भने भ्रष्टाचारको जोखिम मूल्याङ्कन गरी यस विरुद्ध रूपमा प्रभावबाट प्रविधि परिचालन गर्नुपर्छ। सबै ठाउँमा भ्रष्टाचार हुँदैन। रिस्क एरिया के गर्नुपर्छ फाइन्डिङ गर्नुपर्छ। सबैभन्दा पहिला जहाँ बढी रिस्क छ त्यहाँ बढी निगरानी के गर्नुपर्ने हुन्छ बढाउनु पर्ने हुन्छ। त्यसैगरी संस्थागत सुधार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्क केन्द्र लगायतको निकायको संस्थागत क्षमता के गर्ने सुदृढीकरण गर्ने, विकास गर्ने, क्षमता अभिवृद्धि गर्ने। अनुसन्धान र अभियोजनकारी निकायहरूमा अनुसन्धान तथा विकास सिवाय रिसर्च एन्ड डेभलपमेन्ट युनिट के गर्ने गठन गर्ने भन्न सकियो भने जनचेतना अभिवृद्धि गर्नु के हो अर्को दायित्वको रूपमा रहन्छ। भ्रष्टाचार निवारण सम्बन्धी गोष्ठी सम्मेलनहरू आयोजना गर्ने, विद्यालय शिक्षाको पाठ्यक्रममा भ्रष्टाचार विरोधी नैतिक शिक्षा के गर्ने समावेश गर्ने भन्न सकियो है। अब निष्कर्षमा भ्रष्टाचार मुलुकको आर्थिक सामाजिक र संरचनात्मक सुधारको के हो बाधक हो। नेपालमा भ्रष्टाचार न्यूनीकरण नहुनुमा नीतिगत, राजनीतिक, आर्थिक, सामाजिक र नैतिक कारण जिम्मेवार भएकोले भ्रष्टाचार निवारण एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा राजनीति, प्रशासन, सेवाग्राही समुदाय, मिडिया, नागरिक समाज लगायतको सामूहिक प्रयत्न आवश्यक छ। भनेको हामी अहिले के देख्यौँ भ्रष्टाचार न्यूनीकरण गर्नु कसको जिम्मेवारी हो? सार्वजनिक प्रशासनको जिम्मेवारी हो, अख्तियारको जिम्मेवारी हो भने हामी हिँडिरहेको छौँ नि त। तर भ्रष्टाचार न्यूनीकरण गर्नु सबैको जिम्मेवारी हो के? निजी क्षेत्रको उत्तिकै जिम्मेवारी हो, नागरिक समाजको उत्तिकै जिम्मेवारी हो, मिडियाको उत्तिकै जिम्मेवारी हो होइन। सबैको सामूहिक प्रयासबाट मात्र के गर्न सकिन्छ भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ। त्यही भएर साझा प्रयत्न, साझा प्रयास गर्नु, एकताबद्ध प्रयास गर्नु के छ आवश्यक छ भनेर हामी के गर्न सक्छौँ लेख्न सक्छौँ है। अब 13 नम्बर प्रश्न छ व्यवस्थापन सूचना प्रणाली भनेको के हो, कार्यमा यसको महत्त्व किन रहन्छ प्रश्न पार्नुहोस् भनेको छ। सजिलो प्रश्न। कुनै पनि संगठनको व्यवस्थापकीय कार्यमा सूचनाको प्राप्ति, प्रशोधन, भण्डारण, विश्लेषण एवं उपयोग सम्बन्धी व्यवस्थित अभ्यासलाई के भनिन्छ व्यवस्थापन सूचना प्रणाली भनिन्छ। भनेको यो व्यवस्थापकहरूलाई आवश्यक पर्ने सूचना सङ्कलन, प्रशोधन, विश्लेषण र वितरण गर्न स्थापित एकीकृत प्रणाली हो। भनेको यो एउटा के हो एकीकृत प्रणाली हो जसले समग्र सूचनाको प्राप्ति गर्छ, प्रशोधन गर्छ, विश्लेषण गर्छ, भण्डारण गर्छ र वितरण गर्छ। त्यो प्रणाली के हो व्यवस्थापन प्रणाली हो। यसले संगठनमा योजना तर्जुमा, नीति तथा निर्णय निर्माण, समन्वय, सुपरिवेक्षण, नियन्त्रण, अनुगमन, मूल्याङ्कन, समस्या समाधान लगायतका व्यवस्थापकीय कार्यलाई कुशल र प्रभावकारी ढङ्गले सम्पादन गर्नका लागि के गर्छ सहयोग गर्छ। भनेको सूचना नै शक्ति हो। अहिले बुझ्नु, सूचना नै शक्ति हो। त्यही भएर शक्ति प्रदान गर्ने काम कसले गरेको हुन्छ व्यवस्थापन सूचना प्रणालीले गरेको हुन्छ। कार्यमा व्यवस्थापन सूचना प्रणालीको महत्त्वलाई देखाएमा प्रस्तुत गरिएको छ। दोस्रो भागमा जाउँ 3 नम्बर। संगठनलाई आवश्यक पर्ने सबै खालका सूचना एकै ठाउँबाट सहज रूपमा प्राप्ति गर्न वान पोर्टलबाट नै सबै सूचना प्राप्त गर्न सकियो। तथ्य र प्रमाणमा आधारित नीति योजना तथा कार्यक्रम तर्जुमा गर्न वा निर्णय लिनका लागि वान पोर्टलबाटै सबै सूचना पाइसकेपछि निर्णयका लागि के हुने भयो सूचना तथ्य तथ्याङ्क प्राप्ति हुने भयो। सूचनाको माध्यमबाट निर्णय गर्न के हुने भयो सहज हुने भयो। व्यवस्थापनलाई आवश्यक पर्ने सम्पूर्ण सूचना तुरुन्त प्राप्त गर्न सकियो भनेको रियल टाइम इन्फर्मेसन के हुने भयो प्राप्ति हुने भयो होइन। त्यसैगरी संस्थागत मेमोरी, संस्थागत सम्झनालाई बलियो बनाउने भयो। इन्स्टिट्युसनल मेमोरीलाई के हुने भयो बलियो बनाउन सकिने भयो, अभिलेख रहने भयो भने कार्य सम्पादनमा सरलता, समयमा मितव्ययिता र कार्य प्रक्रियामा पारदर्शिता कायम गर्न। भनेको जब व्यवस्थापन सूचना प्रणालीबाट रियल टाइम डाटा प्राप्ति हुन्छ कार्य सम्पादन छिटो हुन्छ। तपाईले फाइल खोल्न लाग्ने समय र सिस्टममा हेर्ने समयमा छिटो हुन्छ नि त। सेवा प्रवाहमा लाग्ने समयमा के हुने भयो कटौती हुने भयो, मितव्ययिता कायम हुने भयो भने कार्य प्रक्रियामा के हुने भयो पारदर्शिता हुने भयो। लुकाउन सक्ने, गोपनीयता कायम गर्न सक्ने अवस्था रहने भएन है। भविष्यपरक सुधारका लागि कार्ययोजना निर्माण गर्न सहजता ल्याउनु भनेको भविष्यपरक सुधार गर्नका लागि आगामी योजना निर्माणका लागि पनि के हुन्छ सहजता ल्याउने भयो। संगठनका कार्यमा विश्वसनीयता अभिवृद्धि हुन्छ। जब संगठनले सहज रूपमा सरल तरिकाले न्यूनतम लागतमा छोटो समयमा सेवा दिन सक्छ नागरिकको विश्वास पनि के हुन्छ अभिवृद्धि हुन्छ। भनेको विश्वसनीयता अभिवृद्धि गर्नका लागि पनि एमआइएस व्यवस्थापन सूचना प्रणाली महत्त्वपूर्ण हुन्छ।
संगठनका सरकारवाला बीचको सञ्चारलाई प्रभावकारी बनाउनु भनेको जब व्यवस्थापन सूचना प्रणालीबाट सहज रूपमा सूचना आदान प्रदान हुन्छ भने सञ्चार पनि के हुन्छ आफैमा प्रभावकारी हुन्छ है। अब निष्कर्षमा जाउँ। कार्यालयमा सूचनाको सही उपयोग गरी सुशासन हासिल गर्न व्यवस्थापन सूचना प्रणालीको समयानुकूल विकास र उपयोग गर्नु आवश्यक छ भनेको व्यवस्थापन सूचना प्रणालीबाट सुशासनको माध्यम बन्न सक्ने अवस्था रहँदो रहेछ। त्यही भएर व्यवस्थापन सूचना प्रणालीलाई विकास गर्नुपर्छ, समयानुकूल अपडेट गर्नुपर्छ, समयानुकूल इन्टिग्रेट गर्नुपर्छ र उपयोग गर्नु आवश्यक छ भनेर हामी हेर्न सक्छौँ, लेख्न सक्छौँ है। अब 14 नम्बरमा जाउँ। जिन्सी श्रेष्ठता प्रणाली भन्नाले के बुझ्नुहुन्छ? जिन्सी श्रेष्ठता प्रणालीका प्रमुख उद्देश्यहरू के हुन् उल्लेख गर्नुहोस्। सजिलो प्रश्न छ। सरकारी कार्यालयमा विभिन्न स्रोतबाट प्राप्त हुने सामानहरूको अभिलेख राख्ने प्रणाली नै के हो? जिन्सी श्रेष्ठता प्रणाली हो। अर्को शब्दमा माल सामानको प्राप्ति, वर्गीकरण, अभिलेखाङ्कन गरी सारांश निकाल्ने तथा प्रतिवेदन गर्ने प्रणालीलाई नै जिन्सी श्रेष्ठता प्रणाली भनिन्छ, जुन 2020 माघ 1 गतेबाट के भएको लागू भएको नयाँ श्रेष्ठता प्रणालीको एक उपप्रणाली अनुरूप के भएको 2020 माघ 1 गतेको जिन्सी श्रेष्ठता प्रणाली लागू भएको छ है। जिन्सी श्रेष्ठता प्रणालीमा 2076 4 देखि लागू हुने गरी मल्लेप फारम नम्बर 401 देखि 418 सम्मको 18 वटा फारमहरू के गरेका छन्, प्रयोगमा रहेका छन् है। कार्यालयमा माल सामानको हिनाबिना वा दुरुपयोग नदिई संरक्षण गर्ने उद्देश्यले जिन्सी श्रेष्ठता प्रणाली प्रयोगमा ल्याइएको हो। यसका अन्य उद्देश्यहरू दिएका छन् भनेको पहिलो त के रहेछ, माल सामानको दुरुपयोग रोक्ने, संरक्षण बढाउने उद्देश्यले के गरेको छ, जिन्सी श्रेष्ठता प्रणाली ल्याइएको रहेछ है। जिन्सी माल सामान हराउन र चोरी हुन नदिने पहिलो उद्देश्य, माल सामानको खरिद र प्रयोगमा पारदर्शिता र जवाबदेहिता कायम गर्ने दोस्रो उद्देश्य, आगामी नीति योजना र बजेट निर्माणमा सहयोग गर्ने तेस्रो उद्देश्य, दैनिक कामकाजमा आवश्यक पर्ने जिन्सी माल सामान सरल ढङ्गबाट प्राप्तिको सुनिश्चितता गर्ने चौथो उद्देश्य, जिन्सी संरक्षण मार्फत सामग्रीको दीर्घकालीन उपयोग सुनिश्चित गर्ने भनेको एकपटक खरिद गरेको माल सामान अधिक समय उपयोग गर्न सक्ने वातावरण निर्माण गर्ने काम कसले गर्दो रहेछ, जिन्सी श्रेष्ठता प्रणालीले गर्दो रहेछ। माल सामानको मौजदात नियन्त्रण गर्ने, रियल टाइम डाटा उपलब्ध गराउने अनि जिन्सी मौजदात खर्च र बाँकीको यथार्थ स्थिति देखाउने, रियल टाइम डाटा देखाउने भने सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणलाई के गर्ने, प्रभावकारी बनाउने उद्देश्यले के गरिएको जिन्सी श्रेष्ठता प्रणाली विकास र कार्यान्वयन गरिएको। जिन्सी सामग्री कार्यालय सञ्चालनका आधार हुन् है। कार्य सञ्चालनका के हुन्? आधार हुन्। यिनको सहज आपूर्ति र महत्तम उपयोग एवं रियल टाइम डाटा उपलब्ध गराउने उद्देश्यले जिन्सी श्रेष्ठता प्रणाली सञ्चालनमा छ। यसको पूर्ण उपयोग गर्नु आवश्यक छ भनेको जिन्सी श्रेष्ठता प्रणाली के छ, अझ अहिले त पाम्स आएको छ 2077 7/20 बाट लागू भएर के आएको छ, यसलाई अझ व्यवस्थित गर्नको लागि पाम्स आएको छ है। यसरी हामी के गर्न सक्छौँ, जिन्सी श्रेष्ठता प्रणालीको प्रश्न हेर्न सक्छौँ। त्यसैगरी गैरकर राजस्व भनेको के हो, गैरकर राजस्वका स्रोतहरू के हुन् उल्लेख गर्नुहोस् भनेको छ। गैरकर भनेको के हो, सरकारलाई प्राप्त हुने राजस्व बाहेकका अन्य आम्दानीहरू के हुन्, गैरकर हुन्, जुन नागरिकले सेवा लिए बापत राज्यलाई तिर्छ। तपाईँ हामीले तिर्ने सडक दस्तुर अथवा ट्राफिकले काट्ने जर चिट सबै के हुन्, गैरकर हुन् नि त है। राज्यले नागरिक वा व्यक्तिहरूबाट कानुन बमोजिम अनिवार्य रूपमा उठाउने कर बाहेकको अन्य विभिन्न स्रोतबाट प्राप्त गर्ने आम्दानीलाई के भनिन्छ, गैरकर राजस्व भन्छ। कर भनेको के हो, करले तिर्ने हो कि व्यक्तिले अनिवार्य तिर्नुपर्ने दायित्व, अनिवार्य तिर्नुपर्ने तिरो, तर अनिवार्य रूपमा नभई अन्य विभिन्न स्रोतबाट उठाउने आम्दानी के हो, गैरकर राजस्व। यो कर जस्तो अनिवार्य नभई राज्यले प्रदान गरेको सेवा सुविधा र वस्तुको उपयोग गरे बापत नागरिकले स्वैच्छिक रूपमा बुझाउने रकम हो भनेको तपाईँले लोकसेवाको फर्म भर्न जानुभयो, 1000 रुपियाँ बुझाउनुहुन्छ नि त, त्यो गैरकर हो, त्यो कर होइन। किन, तपाईँले लोकसेवाको फर्म भरेका कारणले बुझाउनु पर्यो नि त, लोकसेवाको फर्म नभर्ने त बुझाउनु पर्दैन है। यो गिभ एन्ड टेकको सिद्धान्तमा आधारित हुन्छ भनेको तपाईँले सेवा लिनुहुन्छ, गैरकर शुल्क तिर्नुहुन्छ भनेको तपाईँले सेवा नलिए पार शुल्क तिर्नु पर्दैन। त्यही भएर गिभ एन्ड टेकको सिद्धान्तमा के हुन्छ, आधारित हुन्छ। यसका स्रोतहरू देखाए बमोजिम रहन्छन् भनेर लेख्न सकियो है। पहिलो छ दस्तुर तथा सेवा शुल्क, प्रशासनिक शुल्क आउन सक्छ, लाइसेन्स शुल्क आउन सक्छ हैन। त्यसै सरकारले उपलब्ध गराएका पूर्वाधार सेवा उपयोग गरे बापत लिइने सेवा शुल्क आउन सक्छ है। त्यसैगरी दण्ड जरिवाना र जफत, कानुन बमोजिम नियम उल्लङ्घन गर्दाखेरि लिइने दण्ड जरिवाना जफत ट्राफिक चिट सम्झिन सक्नुहुन्छ। लाभांश भनेको नेपालले गरेको शेयर लगानीबाट प्राप्त हुने लाभांश पनि के हो, गैरकर हो। सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त हुने रकम, त्यसैगरी रोयल्टी बापत प्राकृतिक स्रोतबाट प्राप्त हुने रकम, सावा फिर्ता हुँदा प्राप्त हुने रकम अनि बैंक ब्यालेन्स अथवा ब्याज बापत प्राप्त हुने रकम, एफडीमा रहेको पैसामा ब्याज आउँछ नि त, राज्यलाई आउने पैसा त के हो, गैरकर राजस्व।
त्यसैगरी सरकारलाई प्राप्त हुने दान दन्तव्य पनि के हो? कुनै व्यक्तिले सरकारलाई सहयोग गर्यो, दान दन्तव्य दियो भने त्यो के हो? गैर कर राजस्व हो है। पब्लिक डेप्ट राजस्व होइन है। पब्लिक डेप्टलाई चाहिँ गैर कर राजस्वमा राख्न मिल्दैन है। आम्दानीको स्रोत हो, तर डेप्टलाई गैर कर राजस्वमा राख्नु मिल्दैन है। ल, गैर कर राजस्व सरकारले प्रवाह गर्ने सेवा र मुलुकको प्राकृतिक एवं व्यावसायिक स्रोतहरूको कुशल परिचालनबाट प्राप्त हुने महत्त्व आय आर्जनको के हो? एउटा माध्यम हो। भनेको गैर कर राजस्वको माध्यमबाट पनि सरकारले के गरेको हुन्छ? आम्दानी गरेको हुन्छ। यसले कुल राजस्वमा करिब 10% के गरेको छ? योगदान गर्दै आएको छ। अहिले पनि हाम्रो गैर कर राजस्वको योगदान 10% हाराहारीमा के छ? रहेको छ। विगत 10 वर्षदेखि गर्नुभयो भने अराउन्ड 10% योगदान कसको छ? गैर कर राजस्वको छ। अब गैर कर राजस्वको दायरा विस्तार गर्नु के छ? योगदान विस्तार गर्नु के छ? आवश्यक छ भनेर हामी के गर्न सक्छौँ? लेख्न सक्छौँ है। अब प्रश्न नम्बर 16, कर्मचारीले प्राप्त गर्ने बिदा अधिकार नभई सहुलियत हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस् भनेको छ। बिदा भनेको के हो? कर्मचारीलाई सम्बन्धित निकायको स्वीकृतिमा निश्चित समयका लागि कामबाट छुट दिइने सहुलियत हो। भनेको निकायले स्वीकृत गरेर केही समय म कामबाट अलग हुन्छु है भनेर दिने सहुलियत हो। निजामती सेवा ऐन 2049 अनुसार निजामती कर्मचारीले भइपरि आउने र पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा, क्रिया बिदा, अध्ययन बिदा, असाधारण बिदा, वेतलय बिदा र सट्टा बिदा पाउने के छ? प्रावधान रहेको छ। भनेको निजामती सेवा ऐन अनुसार निजामती कर्मचारीहरूले के गर्छन् अथवा कर्मचारीहरूले विभिन्न 10 प्रकारका के गर्छन्? सेवा बिदा पाउँछन् हैन। बिदा अधिकार नभई सहुलियत मात्र हो। किनकि निजामती सेवा नियमावली 2050 को नियम 71 मा बिदा अधिकारको कुरा नभई सहुलियत मात्र हो भन्ने व्यवस्था छ। भनेको नियमावलीले नै स्पष्ट रूपमा भनिदिएको छ बिदा अधिकार होइन सहुलियत हो भनेर। त्यसैगरी सोही नियमावलीको नियम 54 मा निजामती कर्मचारीको सबै समय नेपाल सरकारको अधीनमा रहने र जुनसुकै समयमा पनि निजलाई सरकारी काममा लगाउन सकिने व्यवस्था रहेको छ। भनेको मेरो अहिलेको समय पनि मैले तपाईहरुलाई यहाँ पढाइरहेको छु, मलाई अहिले भर्खरै अफिसमा आउनु पर्ने भयो भने म भर्खर क्लास बिदा गरेर अफिस जानु पर्ने हुन्छ। 24 घण्टा के छ? राज्यको अधीनमा छ। जुनसुकै बेला पनि बोलाएर काम गराउन सक्छ भनिसकेपछि म बिदामा छु भनेर बस्न पाइयो त? पाइएन नि त। म बिदामा बसेको थिएँ तर काम पर्यो भने बिदामा बसेको भए पनि जानु पर्यो कि। त्यही भएर बिदा के होइन? अधिकार होइन। म बिदामा छु मेरो अधिकार हो भन्न पाइँदैन। त्यसैगरी बिदा स्वीकृत नगरे कार्यालयमा अनुपस्थित भएमा अवधि हेरी 2 देखि 5 तलब वृद्धि रोक्का वा 2 देखि 5 वर्ष बढुवा रोक्का गर्न सकिने र भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सेवाबाट समेत हटाउन सकिने व्यवस्था छ। भनेको तपाईको अवस्था हेरी भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सेवाबाट हटाउन सक्नेसम्म प्रावधान छ। भनेको तपाई कार्यालयमा जानकारी नगराइकन लगातार 90 दिनभन्दा बढी अनुपस्थित हुनुभन्दा पहिला हटाउन सक्ने प्रावधान पनि छ नि त। त्यो भएर बिदा आफैमा के होइन? अधिकार होइन। अब अन्य कारणहरू बिदा लिने कर्मचारीले निवेदन दिन सक्ने तर सम्बन्धित अधिकारीको स्वीकृतिमा निर्भर हुन्छ। तपाईले बिदाको लागि निवेदन दिनुभएको छ तर कार्यालय प्रमुखले स्वीकृत नगर्ने प्रावधान हुन सक्छ। बिदा व्यक्तिगत चाहना भन्दा सार्वजनिक सेवा प्रवाह र कार्यालयको आवश्यकता अनुसार दिइने हुँदा सार्वजनिक हित प्रभावित हुने अवस्थामा बिदा रोक्न सकिन्छ। जस्तो तपाईले बिदाको एप्लाई गर्नुभएको छ तर कार्यालय प्रमुखले सेवा गरेको चाप बढाएको छ, दिन सकिदैन भनेर के हुन्छ? तपाईलाई बिदा अस्वीकृत गरियो भने अधिकार हो भनेर कराएर त भएन नि त है। भने अर्को सीमितता हुने भएको भनेको बिदा लिन सक्ने प्रावधान पनि के हुन्छन्? तोकिएका हुन्छन्। जुन सुकै अवस्थामा बिदा लिन सकिँदैन। त्यही भएर कर्मचारीको बिदा भनेको के हो? सहुलियत हो, अधिकार होइन, दिएको छुट हो है। बिदा कर्मचारीको मानवीय आवश्यकतालाई सम्बोधन गर्न दिइने सुविधा हो। यो स्वीकृतिमा निर्भर रहने, सार्वजनिक हितको अधीनमा रहने र आवश्यक पर्दा रद्द गर्न सकिने एवं कानुनमै सहुलियत हो, अधिकार होइन भन्ने उल्लेख भएको हुँदा बिदा अधिकार होइन सहुलियत हो भन्ने भनाइ पूर्ण रूपमा पुष्टि हुन्छ। भनेको कानुनमा उल्लेख छ, स्वीकृतिमा भर पर्छ, जुनसुकै बेला फिर्ता लिन सकिन्छ हैन। बिदा व्यक्तिको कर्मचारीको हितभन्दा सार्वजनिक हित केन्द्रबिन्दुमा रहन्छ। त्यसैले बिदा के होइन? अधिकार होइन सहुलियत हो भनेर हामी के गर्न सक्छौँ? पुष्टि गर्न सक्छौँ है। अब अन्तिम प्रश्न छ आजको। सरकारी बजेटका उद्देश्यहरू उल्लेख गर्दै नेपालको बजेट तर्जुमा प्रक्रियाबारे चर्चा गर्नुहोस् भनेको छ। सरकारको वार्षिक खर्च र आयको दस्तावेज के हो? बजेट हो। मुलुकको समग्र आर्थिक सामाजिक विकासका लागि सरकारले एक आर्थिक वर्षभित्र गर्ने खर्च र सोको व्यवस्थापनका लागि उपयोग गरिने आयका स्रोतहरू उल्लेख भएको महत्त्वपूर्ण दस्तावेज के हो? बजेट हो। एक वर्षमा कहाँ कहाँ खर्च गरे, त्यो खर्च कहाँ कहाँबाट पूर्ति गर्ने भनेर समावेश गरिएको विवरण के हो? बजेट हो है। बजेट मार्फत सरकारले खर्चको प्राथमिकता निर्धारण गर्नुका साथै
वित्त नीतिको घोषणा र कार्यान्वयनको खाका प्रस्तुत गर्छ भनेको सरकारले आफ्नो प्राथमिकता पनि बजेटको माध्यमबाट प्रस्तुत गर्छ, वित्त नीतिको घोषणा पनि गर्छ, कार्यान्वयनको खाका पनि के गर्छ प्रस्तुत गर्छ। सामान्यतया बजेटका उद्देश्यहरू देखाए बमोजिम रहन्छन् भन्दा हामी के सक्छौँ लेख्न सक्छौँ। पहिलो बजेटको उद्देश्य के हुन्छ? राष्ट्रिय आय बढाउनु हुन्छ, आर्थिक स्थिरता कायम गर्नु हुन्छ, कार्यकारी उप व्यवस्थापिकाको नियन्त्रण कायम गर्नु। जस्तो कार्यपालिकाले बजेट बनाउँछ, व्यवस्थापिकाले स्वीकृत गर्छ नि त, त्यो भनेको के हो? व्यवस्थापकीय नियन्त्रण हो है। सरकारलाई खर्च गर्न आवश्यक पर्ने रकमको व्यवस्था गर्नु, बजेटको माध्यमबाट के गर्छ? आवश्यक पर्ने रकम व्यवस्था हुन्छ। गत आवकको यथार्थ विवरणको जानकारी दिनु भनेको अहिलेको बजेटमा पनि चालु आवकको संशोधित विवरण, गत आवकको के छ यथार्थ विवरण प्रस्तुत भएको छ भनिसकेपछि गत आवकको यथार्थ विवरणको जानकारी दिनु पनि के हो? एउटा उद्देश्य हो। वित्तीय नीतिलाई कार्यान्वयन गर्नु के हो? अर्को उद्देश्य हो। भने कार्यकारिणीको जिम्मेवारी तोक्नु भनेको व्यवस्थापिकाले कार्यकारिणीलाई जिम्मेवार के को आधारमा तोक्छ? जिम्मेवारी के को आधारमा प्रदान गर्छ? बजेटको माध्यमबाट दिन्छ। कार्यकारिणीले गर्ने कार्यक्षेत्र निर्धारण गरिदिन्छ। रोजगारीका अवसर बढाउनु, रोजगारी सिर्जना गर्नु आफैमा उद्देश्य हुन्छ है। देशको आर्थिक स्थितिबारे जानकारी दिनु भनेको बजेटको माध्यमबाट नागरिकले के पाउँछन्? देशमा ऋण कति छ, आम्दानी कति छ, खर्च कति छ भन्ने विषय जानकारी पाउँछन् है। स्रोत साधनको अधिकतम परिचालन गर्नु भने आवधिक योजना कार्यान्वयनमा सघाउ पुर्याउनु एमटीएफ मार्फत हैन। त्यसैगरी सरकारको वार्षिक कार्यक्रमको प्रक्षेपण गर्नु भनेको आगामी वर्ष गरिने कार्यक्रमको के गर्नु? प्रक्षेपण गर्नु आफैमा उद्देश्य हो। भने सञ्चित कोषबाट कार्यकारिणीलाई रकम खर्च गर्न अनुमति दिनु भनेको व्यवस्थापिकाले बजेट स्वीकृति मार्फत के भन्छ? सञ्चित कोषबाट कार्यकारिणीलाई रकम खर्च गर्ने के गर्छ? अनुमति दिन्छ। त्यो सीमाभित्र रहेर के गर्न सक्छ? कार्यकारिणीले रकम खर्च गर्न सक्छ। भने आर्थिक व्यवस्थापन र नियन्त्रण गर्नु अथवा गरिबी न्यूनीकरण गर्नु, सामाजिक न्याय र समानता कायम गर्नु जस्ता विषयहरू के हुन्? हरेक वर्ष ल्याइने बजेटका के हुन्? उद्देश्य हुन्। मूल्य स्थिरता कायम गर्नु, मुद्रास्फीति नियन्त्रण गर्नु लगायतका उद्देश्यहरू बजेटका उद्देश्य हुन्। नेपालमा बजेट तर्जुमा गर्दा निम्न प्रक्रिया के गरिन्छ? अवलम्बन गरिन्छ। पहिलो छ म्याक्रो इकोनोमिक फ्रेमवर्क निर्धारण गर्ने, दोस्रोमा स्रोत र खर्चको प्रारम्भिक अनुमान र बजेटको सीमा निर्धारण गर्ने, मन्त्रालयगत सीमा निर्धारण र मार्गदर्शन प्रदान गर्ने, त्यसैगरी इकाइगत विभाग र अन्तर्गतको बजेट के गर्छ? प्रस्ताव गरिन्छ। कार्यालयहरूले एलएमबीआईएस मार्फत के गर्छन्? बजेट प्रस्ताव गर्छन्। राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा बजेट प्रस्ताव गरिन्छ। जब कार्यालयले बजेट प्रस्ताव गर्छन्, मन्त्रालयगत बजेट प्रस्ताव गरिन्छ राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा एलएमबीआईएस मार्फत। राष्ट्रिय योजना आयोगमा नीतिगत छलफल गरिन्छ र अर्थ मन्त्रालयमा के गरिन्छ? कार्यक्रमगत र शीर्षकगत छलफल गरिन्छ। कार्यक्रमगत र शीर्षकगत है, शीर्षकगत छलफल गर्ने। त्यसैगरी अर्थ मन्त्रालयबाट बजेटको मस्यौदा तयारी गरिन्छ। अर्थ मन्त्रालयबाट बजेटको मस्यौदा तयारी, संसदमा प्रस्तुति गरिन्छ। बजेट संसदमा छलफल, स्वीकृति र प्रमाणीकरण गरिन्छ। भनेको अहिले के छ? जेठ 15 गते संसदमा बजेट पेश भयो। अहिले के भन्छ? संसदमा छलफल भइरहेको छ। अब पास गरिन्छ र प्रमाणीकरण गरिन्छ। त्यसपछि बजेट के हुन्छ? स्वीकृति हुन्छ है। यति चरण पार गरेर के गरिन्छ? बजेट तर्जुमा गरिन्छ है। मिड टर्म एक्सपेन्डिचर र माइक्रो इकोनोमिक फ्रेमवर्कमा फरक छ सर भन्नुभएको छ। फरक छ। एमटीएफ भनेको के हो? बजेट र योजनालाई जोड्ने आधार हो, औजार हो। भने माइक्रो इकोनोमिक फ्रेमवर्क भनेको समग्र अर्थतन्त्रको विश्लेषण गर्ने। यो वर्ष कति राजस्व प्राप्ति हुन सक्छ, कति खर्च गर्न सकिन्छ, देशको जीडीपीको आकार कति छ भनेर गरिने एनालाइसिस के हो? मिड टर्म एक्सपेन्डिचर फ्रेमवर्क हो है। ठीक छ। बजेट सरकार होइन, एक मिनट। मिड टर्म एक्सपेन्डिचर फ्रेमवर्क भनेको के हो? बजेट र योजनालाई जोड्ने औजार हो। जुन बहुवर्षीय आयोजनाहरूमा स्रोत सुनिश्चित गर्ने औजार के हो? मिड टर्म एक्सपेन्डिचर फ्रेमवर्क हो। भने म्याक्रो इकोनोमिक फ्रेमवर्क भनेको चाहिँ के हो? देशको समग्र अर्थतन्त्रको विश्लेषण गर्ने औजार के हो? म्याक्रो इकोनोमिक फ्रेमवर्क हो है। देशमा कति राजस्व आउँछ, कति रोजगारी सिर्जना गर्न सकिन्छ, कति खर्च गर्न सकिन्छ जस्ता विषयहरू केबाट निर्धारण हुन्छ? म्याक्रो इकोनोमिक फ्रेमवर्कबाट निर्धारण हुन्छ है। ल अब बजेट सरकारको वित्तीय होइन एवं सरकारको वित्त नीति समेत भएको हुँदा आर्थिक वृद्धि, विकास, गरिबी निवारण जस्ता उद्देश्य प्राप्तिका लागि बजेट निर्माण प्रक्रियामा विनियोजन कुशलता, कार्यान्वयन दक्षता र समष्टिगत आर्थिक स्थायित्व कायम गर्नु आवश्यक छ भनेर के भन्छौँ हामी? निष्कर्ष लेख्छौँ। एउटा विनियोजन कुशलता हुनु पर्यो, कार्यान्वयन दक्षता हुनु पर्यो र समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने गरी बजेट विनियोजन हुनुपर्छ भनेर हामी के गर्न सक्छौँ? लेख्न सक्छौँ है।
ल यतिसँगै हाम्रो फिडब्याक सेसन यही सकिन्छ। केही छ यसमा यहाँहरूले सोध्नुपर्ने भने सोध्नु होला, नभए हामी आजलाई यति नै गर्छौँ है। यो पिडिएफ आउँछ कि नै भन्नुभएको छ, पिडिएफ पठाउनु पर्छ नपर्ला, पठाउनु पर्छ भने म पठाइदिउँला है। ल म आजलाई यति नै गरेँ नि त। यो बजेट फर्मुलेसन प्रोसेस कुनदेखि गर्दा राम्रो सर भन्नुहुन्छ? कुनदेखि भनेको? 2-3टा क्वेसन एक्स्ट्रा छ सर। ए हुन्छ हुन्छ। बजेट फर्मुलेसन कुनदेखि भन्नुभएको छ? सात आठवटा चरण हुन्छ है। तपाईँ चरण चाहिँ तलमाथि गर्नु भएन। सक्नुहुन्छ भने यति लेख्ने 5 नम्बरमा है। 5 नम्बरको लङ क्वेसन हो। सिभिल सर्भिस एक नयाँवाला पढ्ने भन्नुभएको छ। नयाँवाला किन पढ्ने? पुरानै पढ्ने है। नयाँवाला पासै भएको छैन, आएकै छैन। हामी धेरै जान्ने हुनु हुँदैन है, ठिक्क मात्रै जान्ने भएको कुरा हाम्रो। नयाँवाला पढ्ने बेलै भएको छैन तपाईँको। नयाँवाला आदि संसदमा पेसै भएको छैन है। एक्टदेखि नै है सर भन्नुभएको छ। आर्थिक कार्यविधि ऐन बमोजिम भन्यो भने एक्टको सेम लेख्नु पर्यो, तर एक्टको पनि यो सँगै मिल्छ है। तपाईँले जान्नु भयो भने एक्टको जान्दाखेरि त्यो जान्नु भएन भने यही लेख्दा पनि हुन्छ। जस्तो आर्थिक कार्यविधि ऐनको 6 देखि 11 सम्म के छ? बजेट सम्बन्धी व्यवस्था छ। अनि 11 नियमावलीको 11 बाट के छ? बजेट सम्बन्धी व्यवस्था छ। त्यसमा के भन्छ? मध्यकालीन खर्च संरचना निर्माण गर्ने भन्छ। खर्च शुल्कको प्राथमिक अनुमान, यही प्रक्रिया हो है। ल आजलाई यति गरौँ, म लिभ गरेँ है त।